नमस्कार, म विपुला श्रेष्ठ। होलिस्टिक हेल्थ विथ विपुला श्रेष्ठ पडकास्टमा यहाँलाई धेरै धेरै स्वागत गर्दछु र आज हामी अति नै महत्त्वपूर्ण विषयमा कुराकानी गर्नेछौँ। हामीलाई जीवनमा नभई नहुने विषयमा आज कुराकानी गर्नेछौँ। नभई नहुने विषय भन्ने बित्तिकै यहाँहरूलाई याद आयो होला, हामीले योभन्दा अगाडि पनि धेरै सिरिजहरूमा गरिसकेका छौँ। हामी आज अभिभावकत्वको विषयमा कुराकानी गर्नेछौँ र यही विषयमा कुराकानी गर्नको लागि हुनुहुन्छ प्रतिमा लामाज्यू हुनुहुन्छ। उहाँ अभिभावक एजुकेसनमा र टिचर्स ट्रेनिङमा आबद्ध हुनुहुन्छ। विगत धेरै वर्षदेखि उहाँले यही विषयमा अभियान चलाइराख्नु भएको छ र धेरै उहाँको विज्ञता पनि छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। प्रतिमाजी, यहाँलाई स्वागत छ। हजुर, थ्याङ्क यू। हामी प्यारेन्टिङको बारेमा, हामी अभिभावकत्वको बारेमा त धेरै कुरा गर्छौँ। यहाँ अभियन्ता नै हुनुहुन्छ होइन? एउटा अभिभावक टिचर्सहरूलाई कसरी प्यारेन्टिङ गर्ने, कसरी टिचर्सहरूले चाहिँ बच्चाहरूलाई चाहिँ डिल गर्ने भन्ने विषयमा यहाँको मैले अभियान धेरै रूपमा देखेको छु। म पहिलो क्वेसन गर्छु है, सबैले बुझ्ने भाषामा एकदमै इजिली बुझ्ने गरी चाहिँ प्यारेन्टिङ भनेको के हो, यसको महत्त्व किन छ, यसको बारेमा भनिदिनुहोस् न। ओके, मेन भनेको अब अभिभावक शिक्षा भनेर भन्नुभयो होइन? अभिभावक शिक्षा भनेको जस्तै कि वर्डले नै, यो शब्दले नै डिफाइन गरिसकेको छ नि त, परिभाषित गरिसकेको छ। सो त्यो कारणले गर्दाखेरि अभिभावकहरूलाई चाहिने एउटा शिक्षा हो कि जसमा चाहिँ नानी बाबुहरू हुर्काइराख्दाखेरि हामीले कसरी चाहिँ उसलाई ध्यान दिनुपर्छ, कुन कुन पक्षमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने विषयलाई नै लिएर एउटा एजुकेट गर्ने विषय हो। सो अहिले हामीले सिम्पली हेर्दाखेरि चाहिँ यही नै भनौँ न। अनि यसको महत्त्वको बारेमा कुरा गरिराख्नु पर्दाखेरि चाहिँ जस्तो कि मैले प्रायः जस्तो पनि भनिराखेको हुन्छु, जति पनि यो स्मार्ट पेरेन्टिङ हाम्रो यो पेरेन्टिङ अर्गनाइजेसनमा यो पेरेन्टिङ एजुकेसनमा लागिराख्नु भएको पेरेन्ट्स छ, उहाँहरूलाई चाहिँ स्पेसली यो 5वटा डेभलपमेन्टल फेजहरू हुन्छ कि डेभलपमेन्टल फेज भन्दा पनि 5वटा सर्वाङ्गीण विकास भनौँ न, डेभलपमेन्ट हुन्छ होइन? त्यो 5वटा विकासलाई चाहिँ कसरी हामीले हेल्प गर्ने भन्ने खालको कुरा हुन्छ। जस्तै कि सबैभन्दा फर्स्ट सेकेन्ड थर्ड त भन्न मिल्दैन, तर पनि कुरा गर्नु पर्दाखेरि चाहिँ एउटा भयो हाम्रो फिजिकल डेभलपमेन्ट, अनि त्यस पछाडि हाम्रो कग्निटिभ डेभलपमेन्ट, अनि त्यस पछाडि अर्को भयो हाम्रो सामाजिक विकास अर्थात् सोसल डेभलपमेन्ट, अनि त्यस पछाडि इमोसनल संवेगात्मक, र अर्को भनेको चाहिँ भाषिक विकास ल्याङ्ग्वेज डेभलपमेन्टको कुराहरू हुन्छ। सो यसैलाई नै हामीले चाहिँ कसरी नानी बाबुलाई चाहिँ डेभलप गराउने भन्ने विषयलाई नै हामीले लिएर चाहिँ कुरा गरिराखेको हुन्छौँ। सो यो चौतर्फी विकास नानी बाबुमा अहिलेदेखि नै, सानो एजदेखि नै भयो भने चाहिँ उसलाई भोलि पर्सिसम्म अलिकति ठुलो हुन्जेलसम्म पनि उसलाई यही कुराले सपोर्ट गर्छ कि। अनि अब जस्तो कि हामीले चाहिँ प्रायः जस्तो के भनिराखेको हुन्छौँ भन्दाखेरि, घर बनाउँदाखेरि जगलाई एकदमै बढी इम्पोर्टेन्स दिइराखेको हुन्छौँ नि त। तर नानी बाबु बनाउने जग भनेको चाहिँ यही प्री प्राइमेरी लेभल अर सानो अर्ली चाइल्डहुड एज नै हो कि। त्यो भएर चाहिँ एकदमै इम्पोर्टेन्स, यसले लाइफ लङ नै इम्प्याक्ट पर्छ। हामी त यो ट्रेडिसनल प्यारेन्टिङबाट हुर्केको, पुरानो टाइपको शैलीमा हामी हुर्केको, मलाई लाग्छ यहाँ पनि त्यही शैलीमा हुर्किनु भयो होला। एक्ज्याक्टली। अहिले यो समयमा आइपुग्दा चाहिँ विश्वभरि, नेपालमा मात्र होइन, इन्डियामा भनौँ अथवा विश्वका धेरै देशहरूमा धेरै प्यारेन्टिङ स्टाइलहरू अपनाउँदै आएको छ, अपग्रेड भएको छ क्या। जुन स्मार्ट प्यारेन्टिङको कुरा गर्छौँ, यहाँ त स्मार्ट प्यारेन्टिङको पनि होइन अभियन्ता हुनुहुन्छ, कोच हुनुहुन्छ, र त्यस्तै कन्सियस प्यारेन्टिङको कुरा आउँछ, सक्सेसफुल प्यारेन्टिङको कुरा आउँछ, माइन्डफुल प्यारेन्टिङ, एकदम माइन्डफुल, धेरै प्यारेन्टिङको अपग्रेडिङ भर्जनहरू छ। यो चाहिँ हामी त पुरानो शैलीमै हुर्केर आयौँ होइन, हाम्रो बेलामा त त्यो थिएन। अहिले चाहिँ यो किन जरुरी भयो अपग्रेड गर्न र किन आवश्यक भयो बच्चाहरूलाई यस्तो खालको प्यारेन्टिङ गर्नलाई? मलाई चाहिँ पर्सनली फिल कस्तो लाग्छ भन्दाखेरि, हामीले जुन त्यो एउटा वातावरण पायौँ नि, जुन तपाईँले पुरानो भनिराख्नु भएको छ, त्यो चाहिँ एकदम बेस्ट थियो क्या अहिले हेरिकन। पहिला यसो विचार गर्नुहोस्, हामीले हाम्रो मम्मी बाबासँग टाइम कति धेरै स्पेन्ड गर्न पाउँथ्यौँ कि। मम्मी बारीमा जानुहुन्थ्यो, बाबा खेतमा जानुहुन्थ्यो, त्यो बेलामा पनि हामी के गर्थ्यौँ भन्दाखेरि उहाँहरूसँग सँगसँगै हामी टाइम स्पेन्ड गर्न जान्थ्यौँ। त्यो खेतबारीको कुराहरूमा पनि हामीले के गरिरहेको हुन्थ्यौँ, माटोसँग खेलिराखेको हुन्छ मम्मी बाबासँग बसेर। त्यस पछाडि किचनमा गइराखेको हुन्छ, किचनमा पनि उहाँहरूसँगै भाँडा माझ्ने हुन्छ कि तरकारी केलाउने हुन्छ कि के गर्ने हुन्छ, हामीलाई उहाँहरूले त्यसमा पनि हेल्प गरिराख्नु भएको थियो कि। अनि अहिले जति पनि मोडर्न पेरेन्टिङको कुरा गरिरहेको छ, यो बिजी पेरेन्ट्सहरूलाई चाहिँ अलिकति टार्गेट गरेर गरेको हो कि जस्तो लाग्छ मलाई चाहिँ। अनि फेरि अहिले मोडर्नाइज हुने क्रममा कस्तो छ भन्दाखेरि
हामीले चाहिँ वेस्टर्नाइज कल्चरलाई बढी फोकस गरिराखेको छौँ नि त। अनि यो जति पनि माइन्डफुल पेरेन्टिङ अर पोजिटिभ पेरेन्टिङ भनिराखेको छ यो चाहिँ उताबाट आएको कुरा जस्तो लाग्छ। अनि लास्ट टाइम मैले एउटा पडकास्ट सुनिरहेको थिएँ क्या यो पेरेन्टिङसँग नै रिलेटेड। अनि त्यो चाहिँ कस्तो थियो भन्दाखेरि त्यो पडकास्ट लगभग 5 घन्टा जतिको थियो। हजुर। अनि त्यसमा के मात्रको कुरा थियो भन्दाखेरि बच्चाहरूलाई घरेलु काममा घरायसी काममा इन्भल्भ गराउनु हुन्छ कि हुँदैन भनेर थियो कि। नेपालको म्याम? नेपालको होइन, अस्ट्रेलियाको। भनेपछि इम्पोर्टेन्ट घरेलु काममा लगाउने जुन एज युजुअल हामीले व्यवहारिक कुरालाई अपनाउनेमा बढी जोड दियो। त्यो चाहिँ जस्तो कि त्यहाँनिर पडकास्ट गरिराख्दाखेरि जसले पडकास्ट चलाइराख्नु भएको थियो उहाँको चाहिँ मेन एजेन्डा के थियो भन्दाखेरि घरेलु काममा नानी बाबुहरूलाई हामीले के अरे समावेश गराउने कि नगराउने भन्ने नै प्रश्न मेन एजेन्डा नै त्यही थियो कि। अब यस्तो हेर्नुहोस् त हामी कति अगाडि रहेछौँ के। हामीलाई त त्यस्तो खालको डिस्कसनहरू चाहिएको छैन नि अहिले। उहाँहरूले यति धेरै मजाले भन्नुभयो कि जुन कुरा हामीले अहिले यहाँनिर लागू गरिराखेको छौँ। उहाँले रिसर्चको कुरा गर्नुभयो, उहाँले आफ्नो नानीहरू 2जनालाई हुर्काउनु भएको कुराहरू गर्नुभयो, जहाँ चाहिँ उहाँले हाउस होल्ड वर्कहरू गराउनु भएको नानी बाबुहरूलाई गराउनु भएको कामहरू गराउनु भएको थियो, जसले गर्दाखेरि चाहिँ नानी बाबुको होलिस्टिक डेभलपमेन्टलाई नै एकदमै राम्रोसँग त्यो पोजिटिभ इम्प्याक्ट पारेको चाहिँ उहाँले त्यहाँनिर भन्नुभएको थियो। जिस्टमा भन्नुपर्दाखेरि चाहिँ त्यही नै हो। सो हामीलाई पेरेन्टिङ अब तपाईँले अघि भन्नुभएको जस्तो गरेर त्यहाँ डिफ्रेन्ट काइन्ड अफ पेरेन्टिङ्सहरू चाहिँ निस्किनै राखेको छ। तर हाम्रो एकचोटि ट्रेडिसनलाई अरू त्यो पुरानो शैलीलाई पनि एकचोटि यसो फर्केर हेर्ने हो भने त्यहाँनिर म्याक्सिमम कुराहरू चाहिँ पोजिटिभ नै पाउँछौँ के। हुनलाई त त्यहाँनिर अलिकति नेगेटिभ पनि होला, त्यो आफ्नो ठाउँमा छ। पोजिटिभ र नेगेटिभ भन्ने कुरा त जहाँ पनि भइ नै हाल्छ। हजुर। तर समय क्रम अनुसार हेर्ने हो भने चाहिँ अहिले हामीले जति पनि वेस्टर्नाइज कल्चरहरूलाई लिएर आएर हामीले के डिफ्रेन्ट काइन्ड अफ पेरेन्टिङ भनिराखेको छौँ त्यसमा चाहिँ हाम्रो नेपाली संस्कारबाट जति पनि नानी बाबुहरू हुर्काइराखेको हुन्छ त्यो चाहिँ एकदमै राम्रो हो भन्ने खालको चाहिँ मैले यसो हेर्दाखेरि चाहिँ पाएको छु। अब पडकास्टहरू सुनिराखेको हुन्छ, रिसर्चहरू हेरिराखेको हुन्छ, त्यसको आधारमा भन्नुपर्दाखेरि चाहिँ हामीले भोगेर आएको प्यारेन्टिङ इम्पोर्टेन्ट यहाँले जनाउनु भयो। हजुर। त्यसमा कस्तो थियो भने स्कुलमा पनि बच्चाहरूलाई जुन पिटेर पढाउने होइन, अनि घरमा पनि बच्चाहरूलाई चाहिँ प्यारेन्ट्सहरूले चाहिँ थर्काएर हप्काएर अथवा फोर्सफुल्ली केही गरिन्थ्यो होइन। एउटा हुर्काइको क्रममा हरेक कुराहरू बच्चाको इच्छा अनुसार हुँदैन थियो। अहिलेको प्यारेन्टिङको स्टाइलमा चाहिँ स्मार्ट प्यारेन्टिङ अनि सक्सेसफुल प्यारेन्टिङ हुँदै होइन, माइन्डफुल प्यारेन्टिङ अथवा अहिले त कन्सियसको कुरा आइरहेछ, वर्ल्ड वाइड प्र्याक्टिस भइरहेछ। यो किन भएको जस्तो मलाई लाग्यो भने यो साइकोलोजिकल्ली अलिकति बच्चाहरूले चाहिँ बिहेभ गर्दा होइन अब चाहिँ कन्सियस भएर गर्नुपर्छ ताकि बच्चाको चाहिँ वृद्धि विकास एकदमै अहिलेको समयअनुसार होस् भनेर गरेको जस्तो चाहिँ मलाई लाग्यो। यहाँले चाहिँ के भन्नुहुन्छ? त्यो मेन्टल्ली चाहिँ टर्चर दिने कुरा र यो कन्सियस भएर हुर्काउने कुरा। यस्तो मैले अघि भनिहालेँ नेगेटिभ र पोजिटिभ इम्प्याक्ट त छँदै नै छ जुन हामीले भोगेर आएको छौँ। अहिलेको नानी बाबुहरूले पनि जतिसुकै जुनसुकै पेरेन्टिङ स्टाइल अपनाउनु भयो भने पनि त्यहाँनिर उसले भोग्ने स्टोरी फेरि छुट्टै छ क्या होइन। अनि अब जस्तो कि एउटा इक्जाम्पलको लागि के लिन सक्छौँ भन्दाखेरि अब हामीलाई त्यो बेलामा हाम्रो मम्मी बाबाले धेरै प्रेज गर्नुहुन्न थियो, आहा स्याबास ल राम्रो गरेछौ भनेर भन्नुहुन्न भने अहिले आएर नानी बाबुलाई स्याबास। मैले एउटा केस यस्तो भेटेँ जहाँ चाहिँ उसको पेरेन्ट्सले उसलाई आहा स्याबास भनिराख्दाखेरि उसलाई चाहिँ राम्रो लाग्दैन अरे के। किन भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भन्दा यो स्याबासी खानको लागि अरू मैले जति पनि एक्टिभिटिजहरू गरिराखेको छु नट फर देम, यो मेरो लागि गरेको हो, उहाँहरूको लागि गरेको होइन। सो सानो सानो कुरामा पनि उहाँले मेरो यो कुरालाई अलिकति सेलिब्रेट गर्नुहुन्छ भने यो चाहिँ मलाई राम्रो लाग्दैन। किन भन्दा यो मैले नितान्त मेरो लागि गरेको। उहाँहरूले यसरी प्रेजेन्ट गर्नुहुन्छ कि यो सबै उहाँहरूको लागि अरू मैले यो प्रेज पाउनको लागि गरेको जस्तो गरेर बिहेभ गर्नुहुन्छ जुन चाहिँ मलाई पटक्कै मन पर्दैन भनेर भन्नुहुन्छ क्या। अब तपाईँ यसलाई के भन्नुहुन्छ? हुनलाई त त्यो माइन्डफुलनेस पेरेन्टिङ त छ, तर हामीले यो भुल्नु भएन कि जतिसुकै पेरेन्टिङ गरिराख्दा जस्तोसुकै पेरेन्टिङ गर्दाखेरि पनि सेन्टरमा चाहिँ बच्चा हुनु पऱ्यो क्या। तर म्याक्सिमम ठाउँमा चाहिँ के राख्छौँ भन्दाखेरि सेन्टरमा पेरेन्ट्स राखेर चाहिँ कुरा गरिराखेको हुन्छ। जस्तै कि इक्जाम्पलको लागि हामीले के गर्न सक्छौँ भन्दाखेरि मैले धेरै ठाउँमा पेरेन्टिङ दिइराख्दाखेरि पनि उहाँहरूलाई मेन क्वेसन गर्ने चाहिँ के हो भन्दाखेरि तपाईँले तपाईँको बच्चा अनुसार पेरेन्टिङको स्टाइलहरू चुज गरिराख्नु भएको छ कि तपाईँलाई बच्चा बेलामा जस्तो चाहिएको थियो त्यस्तो तपाईँले प्रेजेन्ट गरिराख्नु भएको छ भन्ने कुरा गर्छु क्या। धेरैजनाले त आफूलाई जस्तो चाहिएको थियो आफू बन्न नसकेको कुराहरू। एक्ज्याक्टली। अनि फेरि हामी सबैजनालाई यो पनि थाहा छ कि एभ्री इन्डिभिजुअल आर डिफ्रेन्ट क्या। यस।
एक्ज्याक्टली। सो यो पेरेन्टिङ स्टाइल राम्रो अरू त्यो पेरेन्टिङ स्टाइल राम्रो भन्ने एउटा छँदैन छ, त्यो थ्योरीले भन्ने कुरा हो। तर मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि हामीले बच्चा कस्तो छ त्यो हेरेर पेरेन्टिङ हामीले गर्नुपर्ने हुन्छ। यसको लागि कुनै पनि थ्योरी चाहिन्छ जस्तो मलाई लाग्दैन के। व्यवहारिक हुनु पर्यो, व्यवहार आफैले सिकाउनु पर्यो। यस, बच्चालाई चाहिँ हेर्नु पर्यो, सेन्टरमा बच्चालाई राख्नु पर्यो, त्यही नै हो। यहाँ स्मार्ट पेरेन्टिङ कोच हुनुहुन्छ होइन? हजुर। यहाँको आफ्नो अर्गनाइजेसन पनि छ जुन स्मार्ट पेरेन्टिङ नेपालको चाहिँ यहाँ को फाउन्डर हुनुहुन्छ। हजुर हजुर। है, यहाँलाई चाहिँ कस्तो लाग्छ स्मार्ट पेरेन्टिङ भनेको के हो, कसरी के गरिराख्नु भएको छ यसमा? यसमा चाहिँ यस्तो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि स्मार्ट पेरेन्टिङ भनेर हामीले किन खोलेको भन्दाखेरि सबभन्दा फर्स्टमा त पेरेन्टिङ चाहिन्छ, अब चाहिँ चाहिन्छ है, चाहिन त पहिल्यैदेखि चाहिन्थ्यो होइन, नलेज हो। अब चाहिन्छ, समय आइसकेको छ जस्तो लागेर चाहिँ खास हामीले यो ओपन गरेको हो। संस्थागत रूपमा नै हामीले अलिकति यसलाई लानुपर्छ, व्यक्तिगत हिसाबले मात्र भन्दाखेरि पनि भनेर चाहिँ गएको हामीले। अनि स्मार्ट पेरेन्टिङ नै हामीले किन राख्यौँ, अरू स्मार्ट पेरेन्टिङ भनेर जति पनि गरिरहन्छ अब अहिलेको जमानामा यस्तो तपाईँले हेर्नुभयो भने इच एन्ड एभ्रिथिङ इज स्मार्ट के। यस, जस्तो कि स्मार्ट मोबाइल चलाइराखेको हुन्छ, स्मार्ट टिभी भनेर चलाइराखेको छ। वाइ नट वी पेरेन्ट्स आर स्मार्ट होइन, हामी पेरेन्ट्स किन स्मार्ट नहुने भनेर चाहिँ खास स्मार्ट पेरेन्टिङ भनेर चाहिँ राखेको के। हरेक कुरा अपडेट हुनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले स्मार्ट पेरेन्टिङ भनेर राखेको। धेरै अभिभावकहरूको चाहिँ गुनासो रहने गर्छ होइन। म चाहिँ यही अभिभावकत्वमा नै म पनि यो अभियानमा नै छु होइन, कन्सियस पेरेन्टिङ भनेर काम गरिराखेको छु एज अ साइकोलोजिस्ट, एज अ पेरेन्टिङ कोच। यो काम गरिराख्दाखेरि धेरैजना अभिभावकको चाहिँ कस्तो हुन्छ भने गुनासो, मेरो बच्चाले भनेको मानेन अथवा मेरो बच्चासँग चाहिँ मेरो इमोसनल बन्डिङ नै भएन, मेरो कुरा मान्दैन, मेरो कुरा पत्याउँदैन, बिलिभ गर्दैन होइन। यस्तो कुराहरूको चाहिँ कम्प्लेन लिएर आउनुहुन्छ कि व्यवहारिक हिसाबमा चाहिँ बच्चा र आमा बुवाको बिचमा चाहिँ इमोसनल बन्डिङ हुनलाई चाहिँ कस्तो कुरा त्यस्तो व्यवहारिक अपनाउन सकिन्छ जसले गर्दा एप्लिकेबल होस् अथवा सजिलै अभिभावक र बच्चाको चाहिँ बन्डिङ राम्रो होस्? यस्तो बायोलोजिकल्ली पनि त्यहाँनिर पेरेन्ट्स र बच्चाबीच इमोसनली बन्डिङ त हुन्छ नै होइन। किन भन्दाखेरि 9 महिना आमाले पेटमा राखेर हुर्काइराख्दाखेरि त त्यहाँनिर इमोसनल बन्डिङ नहुने भन्ने त कुरै हुँदैन नि त। सो जब बाहिर निस्किसक्छ बच्चा, त्यस पछाडि इमोसनल बन्डिङ चाहिँ मैले अघि भने नि बच्चालाई सेन्टरमा राखेर हेरिँदैन क्या। अनि स्पेसल्ली अर्को कुरा भन्नुपर्दा कसरी चाहिँ अब व्यावहारिक रूपमा हामीले लान सकिन्छ अलिकति त्यो इमोसनल पार्टलाई अरू यो संवेगात्मक पार्टलाई चाहिँ कसरी हेर्न सकिन्छ भन्दाखेरि चाहिँ मेन मैले देखेको चाहिँ कम्युनिकेसन नै हो। अहिलेको हुन्छ नि सञ्चार, हामीले कसरी नानी बाबुसँग के अरे बोलिराखेको छौँ अनि त्यस पछाडि समय कसरी दिइराखेको छौँ भन्ने कुराले नै एकदमै म्याटर गर्छ। सानो सानो नानी बाबुलाई तपाईँले यसो हेर्नुहोस्, हेरिराख्दाखेरि उनीहरूलाई ठुलो कुरा चाहिएकै छैन क्या। हजुर, त्यो ठुलो कुरा त पेरेन्ट्सलाई चाहिएको छ क्या। नर्सरीमा पढाएको छ, पिएचडी गर्ने जस्तो गरेर उहाँहरूले अहिले नै मार्क्सहरू खोज्न थाल्नुहुन्छ क्या। ठुलो कुरा त पेरेन्ट्सलाई चाहिएको रहेछ नि त एकदम। नानी बाबुहरूलाई त सानो कुरा चाहिएको रहेछ, सानो कुराले पनि कति धेरै ह्याप्पी भइराखेको हुन्छ। हुन्छ त्यही सानो सानो हामी ठुल्ठुलो हेरेर त्यो सानो सानो कुरा गर्न चाहिँ बिर्सिराखेको छौँ क्या। सो त्यो सानो सानो इभेन्ट्सहरूलाई हामीले सेलिब्रेट गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को मैले भनिहालेँ जस्तो कि यो कम्युनिकेसन त भइ नै हाल्यो, हाम्रो कम्युनिकेट कसरी गरिराखेको छौँ। अब कम्युनिकेसनमा पनि अब हजुर पनि साइकोलोजी नै हुनुहुन्छ होइन, कम्युनिकेसनमा पनि त अब जस्तो कि तीनटा क्याटेगोरी गरेर हेर्छ नि त। एउटा टोनको कुरा भयो, अर्को वर्डको कुरा भयो, अर्को बडी ल्याङ्ग्वेजको कुरा भयो। हाउ यु आर युजिङ दोज थिङ्स के, तपाईँले कसरी त्यसलाई प्रयोग गरिराख्नु भएको छ भन्ने कुराले म्याटर गर्छ। अनि तपाईँले यसो हेर्नुभयो भने सबैभन्दा थोरै पर्सेन्ट चाहिँ वर्डले गर्छ। हजुर होइन, सबभन्दा बढी कम्युनिकेट हाम्रो बडी ल्याङ्ग्वेजले गरिराखेको हुन्छ भने सेकेन्डमा हाम्रो टोन छ। अनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि मैले यसलाई राम्रै बोलेको त हो नि भनेर हामी नराम्रो त्यो गेस्चरबाट देखाइराखेको हुन्छौँ। त्यो कुरा नानी बाबुले ठ्याक्कै क्याच गर्नुहुन्छ। शब्द पो उसले बोल्न जानेको हुँदैन, तर मम्मीसँग त्यो एउटा इमोसनल त्यो बन्डिङ बनाइसके पछाडि त उहाँहरूले अभियसली त्यो बन्डलाई उहाँहरूले जन्मजात नै उहाँले लिइरहेको हुन्छ क्या। सो मैले चाहिँ के भन्छु भन्दाखेरि इफ नानी बाबुसँग अलिकति राम्रोसँग त्यो इमोसनली कनेक्टेड हुने हो भने चाहिँ सबैभन्दा फर्स्टमा कम्युनिकेसनलाई नै सुधार्नुपर्छ। इमोसनल रूपमा चाहिँ बच्चा र आमा बुवाको जुन अन्डरस्ट्यान्डिङ बिग्रिसकेको हजुर पेरेन्ट्ससँग चाहिँ बच्चा डराइराखेको छ एकदमै।
कुनै होस् यहाँले भन्नुभयो बडी ल्याङ्ग्वेजको कुरा र टोनको कुरा टोनको पनि कसैको एकदमै एग्रेसिभ टोन होला होइन जे कुराले भए पनि अथवा शब्दले जेले प्रभाव परिरहेछ त्यो बच्चालाई चाहिँ अब आमा बुवासँग चाहिँ त्यस्तो इमोसनल राम्रोसँग अझै जति हुनुपर्ने त्यति भएन बिग्रिसकेको छ सम्बन्ध उसको इमोसनल बन्डिङ नभएको कारण बिलिफ चाहिँ बुवा आमासँगको एउटा बिलिफ बिग्रेको छ भने कसरी त्यसलाई पनि कसरी हामी सुधार गर्न सक्छौँ अलिकति व्यावहारिक भाषामा यसमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि यो सम्बन्ध बिग्रिने भनेको कहिले देखिँदो रहेछ रिजल्ट भनौँ न मैले अघिकै कुरालाई फेरि मैले रिपिट गरेँ जग नानी बाबु बनाउने जग भनेको चाहिँ इसिडी अर्ली चाइल्डहुड डेभलपमेन्ट हो नि त अब नानी बाबुको सम्बन्ध कहिले बिग्रिने रहेछ भन्दाखेरि जब एक तल्ला राख्छौँ नि घरको त्यस पछाडि बिग्रिने रहेछ क्या त्यो भनेको चाहिँ प्री टिनदेखि नानी बाबुहरूको अब बिस्तारै अब एक त हर्मोनल चेन्जेसहरू पनि हुन थाल्छ टिन लाग्छ प्री टिन हुन्छ अनि त्यसले गर्दाखेरि उहाँहरूको हर्मोनल चेन्जेसलाई पनि पेरेन्ट्सहरूले राम्रोसँग एक्सेप्ट गर्न सक्नुहुन्न जुन उहाँहरू आफैले फेरि के गरेर आउनु भएको छ भोगेर आउनु भएको छ क्या उहाँहरूले त्यो कुराहरू बिर्सिराख्नु भएको छ आफ्नो चाइल्डहुडलाई पनि एकचोटि पछाडि फर्केर हेर्ने हो भने हजुर उहाँहरूको पनि कन्डिसन त्यही नै हो सो अब यो बिग्रिसकेको कन्डिसनलाई हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ मैले भने नि अघि नै जस्तो कि कम्युनिकेट गर्नु पऱ्यो उहाँहरूसँग समय बिताउनु पऱ्यो होइन अनि त्यस पछाडि कुन कुराले गर्दाखेरि चाहिँ उहाँलाई एकदमै चित्त दुखाइरहेछ त्यो कुरा चाहिँ उहाँको बुझिदिनु पऱ्यो क्या अनि फेरि अब सम्बन्ध बिग्रिनै सकेको छ भने त अभियसली बच्चाहरू नजिक बस्ने त कुरै भएन बच्चाहरू नजिक बस्न पनि खोज्दैन भनिसके पछाडि कोही प्यारेन्ट्सको त्यस्तो नानी बाबु हुनुहुन्छ भने साथीभाइको हेल्प लिन सकिन्छ कि होइन अनि जसले गर्दाखेरि चाहिँ अब नानीको अरू जो बाबु हुनुहुन्छ उहाँको चाहिँ मनमा कस्तो खालको कुराहरू खेलिराखेको छ कस्तो खालको पर्सेप्सन चाहिँ पेरेन्ट्सहरूप्रति उसले धारणा बनाइराखेको छ भन्ने कुरा हुन्छ त्यो धारणा यो कुरामा चाहिँ यसरी यो धारणा बिग्रेको रहेछ भनेर थाहा पाउन सक्यो भने हामीले त्यहीँनिर क्योर गर्न सकिन्छ हामीले त्यहीँनिर उपचार गर्न सकिन्छ पहिला सुरु त घाउ कहाँनिर भएको छ भनेर थाहा पाउनु पऱ्यो नि त रुट कहाँ हो धेरै बच्चाहरू चाहिँ कस्तो हुन्छ भने नाइ भन्ने बानी हुन्छ कि कोही बच्चाहरू चाहिँ सजिलै एक्सेप्ट गर्न सक्छ होइन टिचरले भनेको कुरा प्यारेन्ट्सले भनेको कुरा कोही बच्चाहरू सजिलै फेस गर्न सक्दैन कुनै न्यू थिङ्स भयो भने उनीहरूलाई अलिकति त्यसमा फियर भएको जस्तो कुनै हेजिटेसन गरेको जस्तो नाइ भन्ने बानी हुन्छ कि त्यसलाई सहजै अपनाउने बनाउन चाहिँ के गर्न सकिन्छ सानो बच्चाहरूदेखि ठुलोसम्मकोलाई अघिकै कुरा फेरि मैले रिपिट गरेँ एभ्री इन्डिभिजुअल आर डिफ्रेन्ट नि त सबैजनाको डिफ्रेन्ट पर्सेप्सन हुन्छ सबैजनाले आफ्नै एउटा क्यारेक्टर बोकेर आएको हुन्छ नि त पर्सनालिटी बोकेर आएको हुन्छ सो म चाहिँ के भन्छु भन्दाखेरि त्यसमा हामीले हल्का चेन्ज त गर्न सक्छौँ तर कम्प्लिटली लाइक के अरे यो बाघलाई एकैचोटि म बिरालो बनाउँछु अरू बिरालोलाई बाघ बनाउँछु भनेर चाहिँ सकिँदैन क्या किन भन्दाखेरि बिरालो नै हो तर बाघको जस्तो एटिट्युड चाहिँ देखाउन हामीले अलिकति चेन्ज लिएर आउन सक्छौँ तर टोटली बाघ नै त बनाउन सक्दैनौँ नि त सो पहिला सुरु पेरेन्ट्सले आफ्नो चाइल्डलाई एक्सेप्ट गर्नु पर्यो अपनाउनु पर्यो ऊ जस्तो छ जे छ अपनाउनु पर्यो अनि त्यस पछाडि प्र्याक्टिकल्ली ऊ कतिसम्म चाहिँ उसलाई हामीले हेल्प गर्न सक्छौँ तपाईँले कतिसम्म चाहिँ उसको लागि आफूले के अरे त्यो प्र्याक्टिकली कामहरू गर्न सक्नुहुन्छ भन्ने कुराले पनि धेरै म्याटर गर्छ हामीले चाहिँ जहिले पनि रिजल्ट केबाट खोज्छौँ भन्दाखेरि बच्चाबाट मात्र खोज्छौँ क्या प्रब्लम त्यहीँनिर छ रिजल्ट बच्चाबाट खोज्ने त एउटा ठाउँमा छँदैन छ तर पेरेन्ट्सले कतिको सेक्रिफाइस गरिराख्नु भएको छ त्यसको लागि भन्ने कुराले धेरै म्याटर गर्छ सो पेरेन्टिङ इज अल अबाउट हामीले भन्दाखेरि चाहिँ नानी बाबु कसरी हुर्काउने भनेर भनिराखेको हुन्छ तर हिडननेसको मेसेज हेर्ने हो भने नानी बाबुलाई हुर्काउने क्रममा तपाईँ कतिको चेन्ज हुन चाहनुहुन्छ भन्ने कुराले पनि म्याटर गर्छ त्यसैले त भनिन्छ नि हरेक अभिभावकहरू बच्चा जन्मेपछि उसको नै जन्म भएको हो भनेर भनिन्छ नि यसै भनेको होइन रहेछ होइन नयाँ जन्म जस्तै बच्चाको जन्म भए जस्तै आफू पनि नयाँ जन्मिनु पर्यो नयाँ संस्कार दिनु पर्यो आफ्नो बच्चा जस्तो छ बच्चालाई सेन्टरमा राखेर यही भन्न खोज्नु भएको हजुर त्यसै ट्रिट गर्यो भने कसैसँग कम्पेयर नगरी एकदम एभ्री इन्डिभिजुअल डिफ्रेन्ट हुन्छ होइन मैले यसरी के अरे हामीले चाहिँ पेरेन्टिङ फेरि अहिले कस्तो भने नयाँ ट्रेन्ड निस्केको छ जुन चाहिँ तपाईँको पडकास्टबाट नै अलिकति जाँदाखेरि राम्रो होला जस्तो लाग्छ हजुर हामीले पेरेन्टिङ भन्दाखेरि म्याक्सिमम के बुझ्छौँ भन्दाखेरि अभिभावकहरूलाई पेरेन्टिङ दिने भनेर बुझिराखेको छौँ क्या हजुर त्यहाँनिर हामीले गर्न खोजेको के हो भन्दाखेरि बच्चा र पेरेन्ट्सहरू बिचको जुन एउटा खाल्टो छ त्यो खाल्टोलाई पुर्न लागेको हो नि त
पेरेन्ट्सको साइडबाट मात्रै त्यो खाल्टो निस्केको छ भन्ने रहेनछ क्या। जब यो पेरेन्टिङ गर्दै जाने क्रममा हामीले सिकेको कुरा भनौँ न, एउटा नयाँ फाइन्डिङ भनौँ न, त्यो खाल्टो अहिले बच्चाहरूले पनि के गरिराखेको छ, बनाइराखेको छ क्या। त्यो चाहिँ कसरी भन्दाखेरि जस्तै कि हामीले पेरेन्टिङ गरिराख्दाखेरि बच्चाको पर्सपेक्टिभबाट त कुरा गर्छौँ, बच्चाको यो खालको डेभलपमेन्ट हुनुपर्छ भनेर भनिराखेको हुन्छ। अनि तपाईँले अघि भन्नुभयो अब जस्तै कि बिग्रिसकेको सम्बन्धलाई कसरी सुधार्न सकिन्छ त भन्दाखेरि मैले के भनेको थिएँ भन्दाखेरि अरू कुनै एउटा थर्ड पर्सनलाई चाहिँ हामीले बिचमा राखेर उसलाई युज गर्न सकिन्छ भनेर भन्यो नि त होइन। त्यो बिचको पर्सन हामी पनि हुन सक्ने रहेछौँ क्या। जस्तो कि हामीले के अरे 2-3टा स्कुलमा के गऱ्यौँ भन्दाखेरि पेरेन्ट्सको लागि गऱ्यौँ अनि सँगसँगै बच्चाको लागि पनि गऱ्यौँ क्या। पेरेन्ट्ससँग गर्दाखेरि बच्चाको पोइन्ट अफ भ्यूबाट कुरा गरिदिउँ हामीले, हजुर वाइ दे आर चेन्जिङ, उनीहरू किन अहिले परिवर्तन हुँदैछ भन्ने खालको कुरा गऱ्यौँ भने यता के अरे बच्चाहरूसँग कुरा गरिराख्दाखेरि चाहिँ मम्मी बाबाको बाध्यताहरू के छ, मम्मी बाबाले किन यस्तो गरिराख्नु भएको छ भन्ने खालको पोइन्ट अफ भ्यूबाट हामीले कुरा गऱ्यौँ के। त्यसले गर्दाखेरि चाहिँ फेरि बच्चाहरूको मेन गुनासो एकदमै त्यो म्याक्सिमम धेरैजनाको भनौँ न गुनासो चाहिँ के निस्केको छ भन्दाखेरि अभिभावकले हाम्रो कुरा सुन्नुहुन्न भन्ने, जुन मैले अघि कम्युनिकेसनको कुरा गरेको थिएँ यसै आएको होइन क्या। म्याक्सिमम बच्चाहरूको गुनासो नै हाम्रो कुरा, जसरी तपाईँहरू दुईजना आएर हाम्रो एकजना अर्को दिसु म्याम हुनुहुन्छ अनि दिसु म्याम र म हामी पेरेन्टिङमा गइराख्दाखेरि जसरी तपाईँहरू दुईजनाले हाम्रो कुरा विदाउट जजमेन्ट कसैसँग पनि कम्पेयर नगरिकन तपाईँहरूले हाम्रो कुरा जसरी सुनिदिनु भयो त्यसरी हाम्रो पेरेन्ट्सले सुनिदिनुहुन्न। त्यसरी सुनिदिनु भएको भए आज कथा अर्कै हुन्थ्यो नि म्याम, कहाँ यस्तो हुन्थ्यो र भनेर उहाँहरूले भन्नुभयो कि। भनिसके पछाडि त्यहाँनिर खाल्टो पेरेन्ट्सले मात्रै फुलफिल गरेर नभरिने रहेछ, बच्चाहरूले पनि एक स्टेप अगाडि आउनु पर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले फिल गरेको छौँ। एक स्टेप अगाडि आउनलाई माहौल नमिल्ने बच्चाहरूलाई चाहिँ कसरी अभिभावकले मात्रै केही अपनाएर फेरि राम्रो गर्न सकिन्छ त्यसलाई? बच्चाको त यहाँले मिडिएटर बन्ने त भनिहाल्नु भयो होइन, त्यो पार्ट त छँदैछ। कोही बच्चाहरू आउनै चाहँदैन, जुन मिडिएटरसँग पनि पुग्नै सक्दैन, धेरै कुरा होला होइन, प्यारेन्ट्सले मात्रै केही सुधार गरेर सकिन्छ त्यसलाई? फेरि केही सकिन्छ। अब जस्तै कि अलिकति बुझ्ने बच्चा हुनुहुन्छ भने अब सानो उमेरमा एकैचोटि नानी बाबुले पेरेन्ट्सहरूलाई इग्नोर त गर्नु हुँदैन होइन। अब त्यो बेलामा तपाईँले यसो हेर्नुहोस् नानी बाबु कति धेरै पछि लागिराखेको हुन्छ क्या। त्यो पछि लाग्दाखेरि पछि नलाग भन्ने हामी नै हो कि हो नि। कति धेरै कुराहरू आएर यति धेरै सुनाउनुहुन्छ उहाँले, यतिमै एकछिन चुप लागेर बस्छ न कति कराएको भन्ने पनि हामी नै हुन्छौँ क्या होइन। अनि जब नानी बाबुको कुरा अब चाहिँ सुन्नुपर्छ जस्तो लाग्छ हामीलाई, लाग्ने कुरा मात्र गर्दैछु, जब लाग्छ त्यस पछाडि हामी नानी बाबुको नजिक हुन खोज्छौँ क्या। त्यति जेलसम्म बच्चा कति धेरै टाढा पुगिसकेको हुन्छ एकदमै। सो चाइल्डहुड वुन्ड उसको कहाँबाट स्टार्ट भएको छ भन्ने कुराले एकदमै म्याटर गर्छ। मैले अघि नै भने हाम्रो एउटा यस्तो केस पनि आएको थियो जहाँ चाहिँ बाबु 24-25 इयर्सको हुनु भइसक्यो भनेर भन्नुभएको थियो नि। उहाँ चाहिँ विदेशमा हुनुहुन्छ अरे अहिले, अनि मम्मीसँग चाहिँ कुरा गर्न नै मान्नुहुन्न। अनि कुरा गर्नुभयो भने पनि एकदमै कस्तो भन्दाखेरि इग्नोर गर्ने हिसाबले कि म अहिले काममा छु, काममा जाँदैछु, म बिजी छु भनेर फोन एकैछिन राखिदिने अरे। अनि त्यस पछाडि हामीले सजेस्ट गर्दाखेरि उहाँलाई के भनेर सजेस्ट गऱ्यौँ भन्दाखेरि त्यही चाइल्डहुड मेमोरिजलाई एकचोटि हामीले हेर्न लगायौँ। अनि उहाँले के भन्नु न हो म्याम त्यो बेलामा एकदमै धेरै नै के अरे बाबुले सेयर गर्न आउँदाखेरि मैले कहिले टाइम छैन भन्थेँ, म बिजी छु भन्थेँ, अहिले एक्ज्याक्टली बाबुले सेम रिप्लाई मलाई नै दिइराखेको रहेछ भनेर फर्स्टमा उहाँले रियलाइज गर्नुभयो। अब कसरी सुधार्ने त सम्बन्ध त्यसो भए? अनि हामीले के भन्यौँ भन्दाखेरि अब सम्बन्धलाई सुधार्नको लागि चाहिँ तपाईँले जुन तरिका अपनाइराख्नु भएको थियो त्यो तरिका त्यसलाई चाहिँ अलिकति हामीले मोडिफाई गरेर गर्न सक्छौँ। उहाँले तारन्तार फोन गर्नुहुन्थ्यो, अब तारन्तार फोन गर्न छाडेर तिम्रो समय बिजी समय हुन्छ नि, कहिले सकिन्छ, तिम्रो फुर्सदको समय कहिले छ, म तिमीसँग कुरा गर्न चाहन्छु भनेर तपाईँले टेक्स्ट छोडिदिनुहोस्। अनि त्यस पछाडि बाबुले हेरेर त्यो टेक्स्ट हेरेर रिप्लाई गर्नुहुन्छ भने तपाईँले पहिल्यै सुरु कुरा गर्दाखेरि आफ्नो कुरा मात्रै नराख्नुहोस्, जस्ट के मात्र भन्नुहोस् भन्दाखेरि तिम्रो समय कति छ, आज तिमीले मलाई कति समय दिन सक्छौ बाट स्टार्ट गर्नुहोस् भनेर भन्दाखेरि त्यो सम्बन्ध अहिले अलिकति बेटर भएको छ क्या। बिस्तारै टाइम त लाग्ला। यस,
एकदमै। त्यही भएर मैले अघि भने नि जस्तो कि कम्युनिकेसनले धेरै म्याटर गर्छ हो। त्यसमा अब जस्तो कि क्वालिटी टाइम आउन सक्ला होइन, त्यो आफ्नो ठाउँमा छ, तर त्यो क्वालिटी समय दिइराख्दाखेरि पनि हाउ यु कम्युनिकेटिङ भन्ने कुरा आउँछ क्या। बडी ल्याङ्ग्वेज कस्तो छ तपाईँको, त्यसले धेरै नै फरक पर्छ। वर्ड, बडी ल्याङ्ग्वेज हजुर, र हाम्रो टोन, तीनवटै कुरा इम्पोर्टेन्ट रहेछ एकअर्कामा। बच्चाले कस्तो गर्छ भने कहिलेकाहीँ कुनै कुरा इजिली प्यारेन्ट्सले चाहिँ इजिली भन्दा पनि झर्किने, रिसाउने, एकदमै ठुलो स्वर गर्ने गर्छ क्या। यस्तो अवस्थामा चाहिँ हामी अभिभावकहरूले चाहिँ कसरी व्यवहार गर्नुपर्छ त्यस्तो बच्चालाई? अघि नै मैले भनिहालेँ जस्तो कि त्यो झर्किने अनि त्यस पछाडि रिसाउने भनेको उसको त्यो अहिलेको त्यो रिस होइन क्या, त्यो अहिलेको झर्काइ होइन क्या। त्यस्तो झर्काइ, त्यस्तो रिस त उहाँले यति धेरै भोगेर आउनु भएको छ जुन हामीले पछाडि फर्केर हेर्दैन। त्यो कहाँबाट सिक्यो नानीले? प्यारेन्ट्सले नै गरेको भएर। अनि त्यो रिसलाई कसरी हामीले अलिकति राम्रो वेमा प्रेजेन्ट गर्न सकिन्छ भनेर प्यारेन्ट्सले कहिले सम्झाउनु भयो, सिकाउनु भयो? उहाँले कहिले आफूले आफूलाई त्यो मोडलको रूपमा प्रस्तुत गर्नुभयो त? रिसलाई पनि म्यानेज गर्ने तरिका हुन्छ नि त होइन, रिसलाई पनि सो गर्ने तरिका हुन्छ। मलाई आज एकदमै बढी हिजोको मात्रै कुरा हो, मलाई 81 रिस उठेको थियो कि घरमा। अनि खाना खाँदै थिएँ, अनि मैले मम्मीलाई के भने भन्दाखेरि मम्मी मसँग कराइराख्नु भएको थियो, कराउनु भएको भने त्यस्तो नेगेटिभली चाहिँ होइन, के बोलिराख्नु भएको थियो। अनि मैले के भने भन्दाखेरि मम्मा मलाई आज एकदमै रिस उठिरहेछ, अहिले यो मोमेन्टमा एकदमै रिस उठिरहेछ, तपाईँ एकछिन चुप लागेर बस्नु ल भनेर भन्नुभयो। मेरो मम्मा उताबाट चुप लागेर बस्नुभयो, मेरो रिस पनि एकछिनमा कन्ट्रोल भयो क्या। त्यही बेलामा मैले रिसाएर पनि त देखाउन सक्थेँ नि त, तर मैले रिसाएर देखाइनँ क्या। किन भन्दाखेरि रिसलाई कसरी व्यक्त गर्ने भनेर त्यो एउटा सही बाटो पनि हामीले देखाउनुपर्छ नानी बाबुलाई, जुन चाहिँ हामीले थ्योरिटिकल मात्रै होइन क्या, सैद्धान्तिक हिसाबले मात्र होइन, प्र्याक्टिकल्ली पनि देखाउनु पर्ने हुन्छ नानी बाबुलाई। तपाईँले यसो हेर्नुहोस्, जति पनि मम्मी बाबाहरूको रिलेसनसिपहरू एकदमै राम्रो छ, एकअर्कालाई रेस्पेक्ट गर्नुहुन्छ, त्यस्तो खालको नानी बाबुहरूलाई तपाईँले यसो फर्केर हेर्नुभयो भने उहाँहरूको नानी बाबु भिन्न भेट्नुहुन्छ क्या। किन भन्दाखेरि उहाँले दिन रात आफ्नो पेरेन्ट्सहरूले एकअर्कालाई कस्तो बिहेभ गरिराख्नु भएको भनेर देखिन्छ। अनि त्यस पछाडि दुईजना मिलेर उहाँलाई कसरी बिहेभ गरिराख्नु भएको भनेर उहाँले प्र्याक्टिकली भोगिराख्नु भएको हुन्छ। हामीले चाहिँ जहिले पनि के भन्छौँ भन्दाखेरि नानी बाबुलाई मात्र दोष देखाउँछौँ क्या, नानी बाबु झर्किन्छ, नानी बाबु यस्तो गर्छ उस्तो। किन नझर्किनु क्या? किन भन्दाखेरि तपाईँकै रेप्लिका हो कि, तपाईँकै ऐना हो कि। हो नि, जे सिकाउँछ त त्यो सिक्दैन, जे देखिन्छ त्यो सिक्छ बच्चाहरूले। अनि फेरि अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि अलिकति ठुलो हुँदै गइसके पछाडि हर्मोनल चेन्जेसहरू हुन्छ, त्यसले पनि धेरै इम्प्याक्ट गर्छ। त्यो बेलामा पेरेन्ट्सले बुझिदिनु पर्यो। बच्चाले त भर्खर त्यसलाई महसुस मात्र गरेको छ, के भइराखेको छ, ऊ आफै त्यसमा तनावग्रस्त अवस्थामा छ भने तनावको बेलामा तनावलाई कसरी हामीले नियन्त्रण गर्ने अरू त्यसलाई कसरी हामीले राम्रोसँग त्यो वे आउट दिने भनेर नसिकाएसम्म त हाम्रो नानी बाबुहरूले देखाउने भनेको नेचुरल प्रोसेस, जे देखेको छ त्यही गर्ने हो। हामी चाहिँ कस्तो हुन्छौँ भने बच्चाको स्ट्रेस बुझ्दैनौँ होइन, कहिलेकाहीँ स्कुल जान मन नलाग्ला, कहिलेकाहीँ केही काम गर्न मन नलाग्ला, अथवा कसैले स्कुलमा बुलिङ गरेको पनि हुनसक्छ। त्यो नलागेको किन भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो कि। हामीले चाहिँ सिधै जज के गरिदिन्छौँ भन्दाखेरि यसले आज होमवर्क गरेको छैन, सिधै हामी त्यही भनिदिन्छौँ, यसले आज पढेको छैन, यसले स्कुलमा के बिगार गरेर आयो होला, त्यही भएर यसलाई स्कुल जानु मन नलागेको। सिधै त्यही हामीले हुन्छ नि। अब यस्तो खालको अरूहरू पनि हुनसक्ला पेरेन्ट्सहरूले युज गर्नुभएको, तर नानी बाबु स्कुल जान मन नगरिराख्नु भएको के कारणले गर्दा, केही न केही कारण त हुन्छ नि त्यहाँनिर, त्यो कारण चाहिँ बुझ्नुपर्ने हुन्छ क्या। सानो बच्चाहरूको केसमा नि प्यारेन्ट्सहरूले चाहिँ बच्चाको स्ट्रेस बुझिदिनु पर्ने कि बच्चाहरूले चाहिँ प्यारेन्ट्सको स्ट्रेस बुझिदिनु पर्ने? प्यारेन्ट्सलाई चाहिँ स्ट्रेस भइराखेको हुन्छ, आफ्नो स्केड्युल बिजी होला होइन, कि म्युचुअल जुन हस्बेन्ड वाइफको अन्डरस्ट्यान्डिङमा चाहिँ प्रब्लम होला, केही सम्बन्धमै प्रब्लम होला, त्यो कारणले स्ट्रेसहरू त आइराखेको हुन्छ। त्यो स्ट्रेस त बच्चाहरूमा देखिन्छ नि त, बच्चाहरूमा अप्लाई गर्छौँ नि त हामी एकदमै होइन। बच्चाले बोलाउँदा पनि हामीलाई केही स्ट्रेस भइरहेछ भने हामीले त्यही व्यक्त गर्ने हो, जस्तो मुडमा छ त्यही व्यक्त गर्ने हो। हामी त्यो नाटक गर्न, एउटा एक्टिङ गर्न त सक्दैनौँ, त्यसको लागि त बच्चाहरू एक्सपेक्टेसन अनुसार बिहेभ गर्न त हामी पनि त्यो स्टेट अफ माइन्ड त पोजिटिभ एउटा कुलनेसमा हुनु पर्यो। त्यो केसमा चाहिँ बच्चाले बुझिदिनु पर्ने हो कि आमा बुवाले बुझिदिनु पर्ने स्ट्रेस?
आमा बुवाले बुझिदिनु पर्ने सबभन्दा फर्स्ट कदम आमा बुवाले चाल्नुपर्छ, सेकेन्ड कदम बच्चाहरू आफैले चाल्छ। जस्तो कि हिजो मात्र मैले एउटा आर्टिकल पढिरहेको थिएँ जुन चाहिँ मेरो साथीले नै लेखेको थियो कि ऊ चाहिँ अहिले बाहिर छ अनि विदेशमा चाहिँ बच्चाहरू हुर्काउँदाखेरि कस्तो खालको प्रब्लम हुन्छ भन्ने खालको उसले त्यो एउटा लेखेको थियो। अनि त्यसमा उसले लास्टमा के लेखेको छ भन्दाखेरि उसको 2टा बेबी, एउटा 5 इयर्स भइसकेको छ ठुलो नानो, अनि त्यस पछाडि सानो भर्खर 1 वर्ष पुग्दैछ भनेर लेखिराखेको छ। अनि त्यसमा चाहिँ अब म्याक्सिमम हामीले टाइम दिनुपर्ने भनेको त सानोलाई टाइम दिइराखेको हुन्छ। अनि त्यो कन्डिसनमा उसको स्टोरी लेखेको छ कि म ठुलो नानुसँग कति धेरै झर्किराखेको हुन्छु, कराइराखेको हुन्छु होइन, तर त्यसले मलाई गिल्ट पनि दिइराखेको हुन्छ। तर एट द सेम टाइम मैले उसलाई एकछिनमा गएर चाहिँ के गर्छु भन्दाखेरि आइएम सो सरी नानु भनेर चाहिँ मैले भन्छु भनेर भन्नुभयो कि त्यहाँ लेखेको छ कि। अनि त्यस पछाडि उसको छोरीले उसलाई के भन्छ अरे भन्दाखेरि चाहिँ म बुझ्छु ममा तिमीले किन यस्तो गरेको, तिमी सानो नानु अहिले एकदमै सानो छ अनि त्यस पछाडि उसले खाना खाँदैन, तिमीलाई रिस उठ्छ नि है भनेर भन्यो भनेर भन्दै थियो कि। भनिसके पछाडि मैले यहाँनिर जस्ट भन्न खोजेको के हो भन्दाखेरि तपाईँले एक कदम अगाडि सार्नुभयो भने बच्चाले अभियसली अर्को कदम अगाडि सार्छ नै। त्यो कदम तपाईँको कस्तो हुन्छ भन्नेले मात्रै म्याटर गर्छ। त्यो कदम तपाईँको रिस अनि झर्काइ या तपाईँको अरू नेगेटिभ इमोसन्सहरू हुन्छ नि, इमोसनलाई त नेगेटिभ भन्न मिल्दैन भनेर पनि भनिराखेको हुन्छ होइन, सोसली अनएक्सेप्टेड भनौँ न होइन। सो भनिसके पछाडि त्यस्तो खालको इमोसन्सहरूलाई तपाईँले कसरी व्यक्त गरिराख्नु भएको छ भन्ने कुराले एकदमै म्याटर गर्छ। तपाईँले जुन जस्तो खालको कदम चाल्नु भएको छ उताबाट आउने अर्को कदम पनि त्यस्तै त्यस्तै नै हुन्छ। हामी बच्चालाई जिस्केर भनिर आउँछौँ नि, कस्तो हुन्छ भने कोही मान्छे आउँदाखेरि हरेक अभिभावकहरूले चाहिँ धेरै जसोले चाहिँ उसको यो बच्चा यस्तो राम्रो छैन, पढाइमा यस्तो छ होइन, राम्रो छ भने राम्रो छ, राम्रो छैन भने राम्रो छैन, ब्याड ह्याबिट छ, अथवा सानो बच्चाहरूलाई जिस्केर ऊ त ब्याड बोय हो नि, गुड बोय हो नि, अथवा ब्याड गर्ल हो नि, ऊ गुड गर्ल हो नि भनेर यसरी भनिर आउँछ। राम्रोले त उसलाई राम्रो नै लाग्ला होइन, पोजिटिभ वर्ड हामीले युज गर्दा त हुन त जेस्चर पनि बुझ्छ बच्चाले एकदम होइन। त्यो अरूको अगाडि भनेको नेगेटिभ वर्ड बच्चा आमा बुवाले प्रयोग गर्ने त्यो वर्डले चाहिँ बच्चालाई कस्तो असर पर्छ? एकदमै ठुलो असर गर्छ। किन भन्दाखेरि नानी बाबुको सेन्टर पोइन्टको हो, तपाईँ यसो विचार गर्नुहोस् त, प्यारेन्ट्स उसको प्यारेन्ट्स हो नि, त्यही प्यारेन्ट्सले जसलाई चाहिँ उसले आफ्नो सर्वस्व मानिराखेको छ उहाँले नै नराम्रो भनिदिइसकेपछि उसको त संसारै डुबेन, डुब्यो नि होइन। अनि अब अर्को कुरा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि नानी बाबुहरूलाई हामीले जज के को आधारमा गरिराखेको छौँ। अघि पनि भनेको थियौँ हामीले, फेरि त्यो इन्डिभिजुअल डिफ्रेन्सेसकै कुरा आउँछ क्या। सबैजना डिफ्रेन्स हो भने उसको दाजु तपाईँले कोसँग गरिराख्नु भएको छ? अरूसँग नै। अनि अरू त फेरि डिफ्रेन्ट छ, एकदमै ऊ पनि डिफ्रेन्ट छ भनेपछि चाहिँ त्यहाँनिर दाजु गर्न उसँग दाजु गर्नको लागि अरू कुनै भनेकै छैन क्या। तर हामीले के गरिदिरहेको छौँ, दाजु गरिदिइराखेको छौँ। हाम्रो औँलाहरू त 5वटा बराबर छैन होइन भनिसके पछाडि अनि हामीले जन्माको बच्चा सेम पेरेन्ट्सले जन्माको 2जना बच्चा नै डिफ्रेन्ट हुन्छ भने फास्ट हुन्छ, एकदमै डिफ्रेन्ट हुन्छ भने हामीले सोसाइटीको अर्को बच्चालाई लिएर आएर उसँग किन कम्पेयर गर्ने क्या? सो कम्पेयर गर्न मिल्दैन। यस्तो कम्पेरिजनले गर्दाखेरि नै नानी बाबुको बिहेभियरहरू यति धेरै चेन्ज भएको हुन्छ। हाम्रो माइन्युट एउटा एकदमै सानो सानो बिहेभियरले नानीको जीवनमा ठुल्ठुलो असर गरिराखेको हुन्छ। जस्तो कि एक्जाम्पलका लागि भन्नुपर्दाखेरि मलाई एकजना फेरि पनि साथीकै कुरा गरेँ, ऊ पनि बाहिर नै छ। अनि एकचोटि मलाई उसले के कल गरेर के भन्यो भने यही सेक्टर चाइल्ड सेक्टरमा काम गरिराखेको भएर चाहिँ नानुको बिहेभियर कस्तो अहिले चेन्ज भएको छ भन्ने खालको कुरा गरेँ कि। अनि कस्तो चेन्ज भनेर भने मलाई इग्नोर गर्छ, अनि त्यस पछाडि पहिला मामु भनेर कस्तो झुम्बिने बच्चा अचेल मलाई तिमी उता जाऊ भनेर भन्छ भनेर भन्दै थियो कि। अनि त्यो भनेको त मम्मीको लागि त एकदम ठुलो कुरा हो नि त होइन। अनि उसले मलाई त्यसरी सेयर गर्ने, मैले उसलाई के भने भन्दाखेरि अनि हिजो अस्तिसम्म बिहेभियर कस्तो थियो उसको, राम्रै थियो भन्ने खालको कुरा गरेँ क्या। अनि कति भयो चेन्ज भएको भनेर भनिसकेपछि लगभग 1 हप्ता जति भयो होला, त्योभन्दा अगाडि त एकदमै राम्रो थियो, एकदम नजिक हुन्थ्यो। अहिले त म नजिक आयो भने पनि तिमी उता जाऊ भन्छ, मसँग बस्नै मान्दैन, मसँग खेल्न पनि मान्दैन। हिजो अस्तिसम्म यति राम्रोसँग खेल्ने बच्चा अहिले मसँग खेल्दैन भनेर भने। अनि
मैले सिधै उसलाई के भन्ने भन्दाखेरि अब हाम्रो साथीमा त र म चल्ने भएको भएर तैँले केही गरिस् होला भनेर भने मैले केही गरेको छैन भनेर भने अनि त्यसो तैँले केही न केही त गरेको छ जसले गर्दाखेरि के भइरहेछ नानुलाई इम्प्याक्ट परिराखेको छ मैले केही गरेको छैन हेर भनेर उसले यति धेरै जिद गरेँ क्या अनि त्यस पछाडि मैले 1 हप्ता अगाडिको उसको रुटिन चाहिँ एकचोटि चेक गरेँ क्या अनि त्यस पछाडि त्यो बेलामा त कहाँ गएको थिइस् भनेर भने एउटा पार्टीमा गएको थिएँ भनेर भने ओके पार्टीमा जाँदाखेरि तैँले के गरिस् भनेर भने अनि त्यस पछाडि उसले बिस्तारै भन्दै गयो तर एउटा पार्ट उसले पछि भने क्या त्यो चाहिँ बिस्तारै अब त्यो रिकल गर्दै जाँदाखेरि उसले के भन्यो भन्दाखेरि एउटा उसको साथीको बाबु आएको थियो अरे अनि उसको काखमा चाहिँ छोरी थियो अरे क्या अब छोरी बोकिराख्दाखेरि चाहिँ उसले के गरेर भन्दा छोरीलाई तल राखेर अनि त्यसो ओए तेरो छोरी त तेरो बाबु त कस्तो राम्रो रहेछ छोराले न एकचोटि भनेर उसले बोक्यो अरे क्या आफ्नो बोकिराखेको छोरी तल राखेर उसले अर्को बच्चा बोक्यो त्यसले गर्दाखेरि नानुलाई इम्प्याक्ट परेको रहेछ क्या त्यो कसरी थाहा भयो भन्दाखेरि चाहिँ मैले उसलाई सम टेक्निक्सहरू चाहिँ सिकाइदिएँ अब जा गइसके पछाडि तिरो त अब यस्तै खालको फेरि त्यो के अरे साथीहरूसँग भेटघाटहरू भइराखेको हुन्छ त्यो बेलामा मेरो छोरी उसैले सुन्ने गरेर मलाई त मेरो छोरी एकदमै प्यारो हो वर्ल्डको एकदमै नजिकको भनेको मेरो छोरी नै हो भनेर तैँले उसको बारेमा प्रशंसा गर कतिको नजिक छ तेरो नानी भनेर तैँले जस्ट उसले सुन्ने गरेर भनेर भने क्या मैले अनि त्यस पछाडि हुन्छ फर्चुनेटली के थियो भन्दाखेरि उसको ठ्याक्कै भोलिपल्ट नै मलाई जुन कुरा सेयर गरेको भोलिपल्ट नै उसको चाहिँ त्यो साथीहरूसँग ग्यादरिङ रहेछ अनि उसले त्यो बेलामा छोरीलाई लिएर अँगालो मारेर नमान्दा पनि अँगालो मारेर मलाई त मेरो छोरी यस्तो मनपर्छ मेरो छोरी वर्ल्डको बेस्ट छोरी हो भनेर उसको बारेमा प्रशंसा गरेर के त्यस पछाडि उसको बिहेभियर रातका रात चेन्ज भयो अरे के प्र्याक्टिकल कुरा एकदमै यस्तो खालको कुरा त हेर्नुहोस् त्यहाँनिर इन्डिरेक्टली हेर्ने हो भने त्यहाँनिर उसले आफ्नो छोरी र ऊ बिच कम्पेयर त गर्यो नि त तेरो छोरा कस्तो राम्रो भनेर भन्न साथै उसको छोरीको मनमा के बिज्यो होला क्या जो काखमा बसिराखेको थियो कि भनेपछि हरेक सानो सानो कुरामा चाहिँ सचेत हुनुपर्ने रहेछ सचेत हुनुपर्ने भनेको यस्तै यस्तै कुराहरूमा हो अघि तपाईँले माइन्डफुलनेसको कुरा गर्नुभएको थियो नि होइन कन्सियसनेसको कुरा गर्नुभएको थियो नि हो कन्सियसनेस यसमा हुनु पर्यो माइन्डफुलनेस यस्तो कुरामा हुनु पर्यो मैले अघि भने नि हामीले जहिले पनि के गर्छौँ भन्दा ठुलो कुराहरू हेरिराखेको हुन्छौँ तर सानो कुरा बिर्सिराखेको छौँ क्या त्यही भएर सानो सानो कुराले नै एकदमै ठुलो इम्प्याक्ट पारिराखेको हुन्छ सानो सानो कुरालाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ पेरेन्टिङ त्यही भएर सजिलो पनि छ गाह्रो पनि छ एकदमै राम्रोसँग बुझाउनु भयो हजुर कति बच्चाहरू चाहिँ जुन 6 वर्ष 7 वर्षको बच्चाहरू हुन्छ एउटा फेज चेन्ज हुन्छ नि 1 देखि 7 सम्म त एउटा फेज चेन्ज हुन्छ फेरि अर्कै फेजमा जान्छ 8 देखि त होइन त्यो फेज चेन्ज हुने देखि नै बच्चाहरूको जुन फिजिकल्ली जस्तै दाँत चेन्ज हुने होइन अलिकति फेस पनि चेन्ज हुने हरेक कुराहरू स्वर पनि चेन्ज हुने अनि हाइट पनि हलक्क बढ्ने धेरै फिजिकल चेन्जेसहरू आउँछ फिजिकल सँगैसँगै हाम्रो मेन्टल पनि त्यत्तिकै आवश्यक छ मेन्टल्ली पनि चेन्जै हुन्छ बच्चाहरू होइन इमोसनल्ली पनि हार्मोनलको कुरा त हामीले गरिहाल्यौँ त्यस्तो बेलामा जस्तै 6 देखि 7 वर्षको भित्रमा 8 वर्षभित्रमा बच्चाहरूको दाँत चेन्ज गर्ने बेला हुन्छ नि मिल्की टुथहरू निकाल्नु पर्ने र नयाँ दाँत आउने कन्डिसन हुन्छ होइन धेरै बच्चाहरूको मैले देखेँ के यसो हेर्दाखेरि फियर डेभलप भएको देखेँ दाँत खोल्न नमान्ने होइन फोर्सफुल्ली गरिदिनु पर्ने कोही कोही बच्चाहरू चाहिँ आफैले पनि मोटिभेट गरेर सजिलो इजिली मान्ने होइन त्यो हजुरले भनिहाल्नु भयो एभ्री इन्डिभिजुअल इज क्रिएसन अफ द गड होइन हरेक बच्चाहरूको छुट्टा छुट्टै हुन्छ कसैको सजिलो एक्सप्रेस गर्न सक्ला मान्ला कोही नमान्ला त्यस्तो केसमा चाहिँ जो डराउने बच्चा छ त्यस्तो बच्चाहरूलाई चाहिँ हामीले त्यो दाँत खोल्ने कुरामा चाहिँ कसरी कन्भिन्स गर्ने र कन्भिन्स भएन भने उसलाई चाहिँ फोर्सफुली गर्न मिल्छ कि मिल्दैन यहाँको प्यारेन्टिङको यो एक्सपिरियन्सले होइन एउटा अभियानको मा जुन ट्रेनरको हैसियतले चाहिँ यहाँको एक्सपिरियन्समा चाहिँ के भन्नुहुन्छ यस्तो खालको क्वेसन त अहिलेसम्म आएको छैन होइन यु आर द फर्स्ट वान तपाईँले नै क्वेसन गरिराख्नु भएको छ मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यो एउटा नेचुरल प्रोसेस नै हो कतिपय ठाउँमा चाहिँ पेरेन्ट्स किन पेरेन्ट्स हो भन्दाखेरि चाहिँ नानी बाबुलाई भन्दा धेरै कुरा तपाईँहरूलाई थाहा छ क्या हामीहरूलाई थाहा छ त्यो कारणले गर्दाखेरि हामी पेरेन्ट्स हो नानी बाबु जहिले पनि प्रायः जस्तो चाहिँ के गर्छ भन्दाखेरि प्लेजरतिर दौडिराखेको हुन्छ क्या तर हामीलाई त एउटा कन्सियसनेस पनि त छ नि त प्लेजरतिर मात्र दौडेर हुँदैन वाट इज राइट एन्ड वाट इज रङ वाट इज राइट र रङ भन्दाखेरि पनि कसो भन्दाखेरि यो नेचुरल प्रोसेसहरू हुन्छ नि त्यसमा चाहिँ कुन चाहिँ ठिक हो कुन चाहिँ ठिक होइन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ सो
नानी बाबुको दाँत निस्किने क्रममा चाहिँ मलाई के लाग्छ भन्दाखेरि अब दिनेले त राम्रैसँग दिइहाल्छ, नदिनेलाई सकेसम्म सम्झाउनु पर्ने हुन्छ। अनि सम्झाउँदा पनि नमान्यो भने मेरो जस्तो दाँत बिग्रिन्छ भनेर देखाउनु पर्ने हुन्छ। किनभने म पनि त्यो बेलामा दाँत निकाल्नु हुन्छ एकदमै डराउने बच्चा। अनि त्यस पछाडि मेरो बाबाले, मेरो मम्मीले, मेरो फ्यामिलीको सबैजनाले दारा निस्किन्छ भनेर भन्नुहुन्थ्यो कि। अनि तैपनि अब भाग्ने त्यही त हो नि, अब कति लखट्ने। अनि फेरि दाँत निकालिसके पछाडि एउटा फियर के पनि हुँदो रहेछ भन्दाखेरि हाम्रो सोसाइटीले दाँत अब तेरो मुसाले लग्यो, अब कहिले पनि आउँदैन भनिदिन्छ क्या। कसरी प्रेजेन्ट गरिराखेको छ भन्ने कुरा हुन्छ नि त। अघि फेरि पनि कम्युनिकेसनकै कुरा आउँछ क्या। मलाई पनि त्यो बेलामा के भन्दै थियो नि, दाँत निस्किसके पछाडि कि धुरी कटाउनुपर्छ भन्थ्यो अझ त्यो बेलामा। धुरी कटाएपछि त्यो तेरो दाँत त के गर्छ, मुसाले लान्छ अनि मुसाले हाल्छ, अनि त्यस पछाडि तेरो दाँत त कहिले पनि आउँदैन भनेर अब थोते बन्न कला मनपर्छ के। अनि म यति धेरै भएको थिएँ नि, जब मेरो अर्को दाँत निस्किन थाले ए होइन रहेछ भन्ने भइसके पछाडि प्रुभ भयो नि त। अनि त्यस पछाडि मात्र अनि मैले दाँत निकाल्न दिएको हो कि। त्यो दाँत निकाल्दाखेरि नि एकदमै त्यो हुन्छ नि, त्यो धागोले बेरेर के गरेर अनि त्यस एकदमै त्यो फोर्सफुल्ली निकाल्नु परेको थियो कि। सो हाम्रो नानी बाबुले कुन पोइन्ट अफ भ्यूबाट कसरी हेरिराखेको छ भन्ने कुरालाई चाहिँ हामीले सुल्झाउनु पर्छ जस्तो लाग्छ, मेरो पर्सनल एक्सपिरियन्स चाहिँ। कति कुराहरूमा चाहिँ कस्तो हुँदो रहेछ भने एभ्रिथिङ चाहिँ उसलाई नलेज हुँदा पनि त्यो फियरको अगाडि चाहिँ नलेज झुक्दो रहेछ होइन। नलेजको अप्लाई हुँदैन रहेछ कि बच्चाहरूमा पनि। अहिलेको बच्चा 6-7 वर्षको बच्चा धेरै स्मार्ट हुन्छ एकदमै, हाम्रो पालोको भन्दा हामीभन्दा धेरै अहिलेको हेऱ्यो भने ओहो जस्तो लाग्छ, अपडेटेड नै छ रियल्ली नै के होइन। यस्तो अवस्थामा चाहिँ त्यो फियरलाई हामीले कसरी डिल गर्ने, बच्चाहरूको जस्तै फोर्सफुल्ली त गरिदिउँ हामीले होइन, धेरै प्यारेन्ट्सहरूले गर्ने त्यही हो, नत्र त दाँत बिग्रिन्छ। फियर कहाँबाट आइरहेछ हो? त्यो फियर कहाँबाट आइराखेको छ? फियरको रुट खोज्नु पर्यो होइन। फियर यत्तिकै आउँदैन नि। तपाईँलाई फेल हुन डर किन लाग्छ? किन भन्दाखेरि सोसाइटीले तपाईँलाई नराम्रो भन्ला भनेर हो नि त। एक्चुअलमा त मान्छेलाई त्यो पास फेलसँग धेरै मतलबको कुरै होइन क्या। हामी अहिले हेरिराख्दाखेरि पनि के भन्छौँ भन्दाखेरि पास फेल भनेको त अब जिन्दगीमा भइरहेको छ, उतार चढाव भइरहेको छ भनेर हामीले एउटा अन्डरस्ट्यान्ड गरेको छौँ। तर पनि हामी फेल भयो भने हामीलाई के हुन्छ, त्यसलाई डिल गर्न गाह्रो हुन्छ क्या। किन भन्दाखेरि सोसाइटीले गर्दाखेरि, मैले गर्दाखेरि होइन क्या, मलाई सोसाइटीसँग डर लागेको हो। यस्तै गरेर नानी बाबुलाई पनि त्यो फियर कहाँबाट आइराखेको छ, सोसाइटीले हालिदिइराखेको छ कि या फ्यामिलीले हालिदिइराखेको छ कि भन्ने कुराले म्याटर गर्छ। तपाईँले यसो हेर्नुहोस्, मैले एउटा रिसर्च पनि हेरेको थिएँ, भिडियो हेरेको थिएँ। नानी बाबुले त्यहाँनिर सर्प मजाले खेलाइराखेको छ क्या। तर त्यही कन्डिसनमा पेरेन्ट्सलाई त्यही सर्पदेखि डर लागिरहेछ। किन? खास त त्यही पेरेन्ट्सबाट जन्मेको बच्चा हो नि त, उसलाई पनि त डर लाग्नुपर्ने हो नि त। तर उसले मजाले खेलाइराखेको छ क्या सर्पलाई। त्यो बारेमा नलेजै छैन बच्चाहरूलाई, उसलाई डर भन्ने नै थाहा छैन, त्यसले कसरी उसलाई इम्प्याक्ट गर्छ भन्ने कुरा थाहा नै छैन। त्यो रिसर्चमा चाहिँ त्यो पोइजन नभएको सर्पलाई चाहिँ राखेको छ स्टडीकै लागि, फियरको कुराहरूमा नै छ होइन। सो फियर भनेको कुरा चाहिँ नेचुरल हामीले पाउने भनेको चाहिँ एउटा आवाजबाट पाउँछ, ठुलो आवाज, सानो आवाज, अनि त्यसपछि अर्को चाहिँ हाइटबाट भन्छ क्या। त्योभन्दा बाहेक अरूबाट कुनै त्यो फियर आइराखेको छ भने चाहिँ त्यो चाहिँ हामीले, समाजले अरू हामीले हालिदिएको विषय हो भनेर भन्छ। सो त्यो त स्टडीले पनि प्रुभ भइसकेको छ नि त। त्यसमा काम गर्नु पर्यो। हजुर, तपाईँले फियरलेस बच्चा बनाउने हो कि अब फियरफुल बच्चा बनाउने हो? धेरै प्यारेन्ट्सहरूले चाहिँ यो पडकास्ट हेरेर आफ्नो बच्चाको हरेक कुराहरूमा चाहिँ जुन यदि फियर छ भने अथवा कुनै आक्रोशपन छ भने त्यो रुट कहाँ छ त, जस्तो कि पत्ता लगाएर त्यो डिल गर्नु पर्यो। जस्तो एक्जाम्पलको लागि हेर्नु न, हामीलाई कहिलेकाहीँ अँध्यारो भयो भने डर लाग्छ क्या। हजुर, किन भन्दाखेरि राति पर्दाखेरि, सानो बच्चा बेलामा रात पर्दाखेरि भूत आउँछ भनेर भन्थ्यो कि। हजुर, अब त्यो भूत के हो कस्तो थाहा छैन, तर स्टोरीमा त सुनाइएको थियो नि त। समथिङ छ किनकि जसले तिमीलाई हार्म गर्न सक्छ होइन। अनि हामी त्यहीबाट त्यही डराइराखेको छौँ। अनि किराहरू हिँडिराखेको बेलामा, किरा त्यो बेलामा हामीले समात्न जाँदाखेरि हाउगुजी भनेर उहाँहरूले एकैचोटि ठुलो चोले गरिदिइसकेपछि त अभियसली डर त लागि नै हाल्यो। टोन, जेस्चर, वर्ड सजिलो पस्ने भयो नि एकदम। त्यसले गर्दाखेरि अहिले पनि मलाई खास भन्दाखेरि अहिले हुनलाई त अब म्याक्सिमम् केटी मान्छेहरू कक्रोचदेखि डराउँछ नै होला होइन, म पनि डराउँछु। मलाई पहिला डर लाग्दैन थियो कि,
अनि अहिले यसरी फर्केर मलाई कक्रोच देखेर डर चाहिँ कुन बेलादेखि लाग्यो भनेर भन्दाखेरि चाहिँ अनि मैले रुट कज भेटेँ क्या कक्रोच हिँडिराख्दाखेरि त्यहाँनिर समातिराख्दाखेरि गरेर चिच्याइदिइसके पछाडि बल्ल योसँग त डराउनु पर्ने रहेछ भनेर त्यो कन्सियस लेभलमा एउटा पुगेँ कि त्यहाँदेखि मलाई के भन्दा कक्रोच भनिसकेपछि डर लाग्छ क्या नत्र पहिला मलाई डर लाग्दैन थियो पहिला मलाई सर्पदेखि डर लाग्दैन म सर्प समातेर हिँड्ने मान्छे पछि डराउन थालेँ क्या सर्पदेखि साथै अहिले अलिकति टाढाबाट हेर्न त हेर्छु तर डर लाग्छ क्या सो त्यो डर कसले हालिदियो के कुराले हालिदियो कसरी हालिदिइराखेको छ भन्ने कुराले म्याटर गर्छ सो नानी एकैचोटि बाबु एकचोटि त्यो दाँत निकाल्नलाई या यस्तो गर्नलाई डरायो उस्तो गर्नलाई डरायो भन्दा पनि हो त्यो डर छ होइन तर त्यो डरलाई कसरी रिकभर गर्ने भन्ने कुरा पनि हामीले सिकाउनुपर्छ अनि अर्को कुरा चाहिँ इच एन्ड एभ्री कुरामा डराउनुपर्छ भनेर यदि पेरेन्ट्सले समाजले हालिदिइराखेको छ भने अभियसली डराउँछ नै अहिलेको नानी बाबुहरू तपाईँले यसै हेर्नु भयो भने हामीभन्दा फियरलेस छ क्या डर कम भएको बच्चाहरू छ किन नेचुरली हेर्ने हो भने त उनीहरू पनि त डराउनु पर्ने हो नि त तर उनीहरू अहिले कम डराउँछ किन भन्दाखेरि पेरेन्ट्सले मैले अघि भने नि आफूले के भोगेर आएको छ अनि त्यसैलाई नै पेरेन्टिङ गरिराख्नु भएको छ नि त भनेपछि यस्तो कुराबाट डराउनु हुँदैन रहेछ भन्ने भइसके पछाडि अहिले पेरेन्ट्स नै स्ट्रेन्थको रूपमा उभिदिइराख्नु भएको छ कि त्यसले गर्दाखेरि हामीभन्दा तलको नानी बाबुहरू चाहिँ अहिले हामीभन्दा एकदमै फियरलेस छ भनौँ न त्यो चाहिँ देखिन्छ कि आजभोलि त ग्याजेटको पनि यति धेरै प्रब्लम छ क्या बच्चाहरूमा होइन आमा बुवा चाहिँ एकदमै बिजी होइन आफ्नो काममा बिजी समय दिन नभ्याउने र बच्चा अलमोस्ट टाइम चाहिँ घर बस्दाको टाइम चाहिँ खालि ग्याजेटमा मात्रै रहने यो आमा बुवा बिजी भएर आफ्नो काममा बिजी भएर पनि होइन र बच्चाहरूलाई हेल्दी इन्भाइरोमेन्टमा हुर्काउन भनौँ अथवा ग्याजेटबाट बाहिरै राख्नको लागि टाढै राख्नको लागि हामीले कस्तो कुराहरू अपनाउन सक्छौँ यसमा फेरि म कुरा जोड्छु के कस्तो हुन्छ भन्दाखेरि नानी बाबुले हामीलाई हेरेर त हुर्किराखेको छ यो तपाईँलाई पनि थाहा छ हामीलाई सबैजनालाई थाहा छ जस सोसल लर्निङ भनौँ न हामीलाई हेरेर धेरै हुर्किराखेको हुन्छ अनि अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो नानी बाबुहरूले हामीलाई फुर्सदको समयमा के गरेको देखेको छ नानी बाबुले उसको पेरेन्ट्सलाई कुन कन्डिसनमा फुर्सदमा कुन कन्डिसनमा देखेको छ भन्दाखेरि मोबाइल चलाइराखेको कन्डिसनमा देखेको छ क्या सोसल लर्निङ मैले अघि भने नि अब उसको फुर्सदै फुर्सद छ क्या अब के गर्ने पेरेन्ट्सबाट उसले के सिकेको छ फुर्सदको समयमा के गर्नुपर्छ भनेर सिकेको ग्याजेटै हेर्नुपर्छ एन्सर यदि सुधार्न चाहनुहुन्छ भने पेरेन्ट्स पनि मेसिन त होइन नि त उहाँलाई पनि टाइम चाहिन्छ हो एकछिन मोबाइल हेर्दाखेरि के अरे उहाँलाई अलिकति आनन्द मिल्छ भने त्यो गर्नु गलत हो भनेर म भन्दिनँ तर नानी बाबुको फुर्सदको समय चाहिँ घटाउनु पर्यो मात्र भन्छु उहाँको फुर्सदको समय एकदमै धेरै छ त्यो फुर्सदको समय चाहिँ घटाउनु पर्यो त्यो घटाउनको लागि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ जस्तै कि एउटा भनेको चाहिँ हामीले घरायसी कामकाजमा नै नानी बाबुलाई लगाउन सकिन्छ घरायसी कामकाजहरूमा हामी केही पनि लगाउँदैनौँ नि त्यसमा पेरेन्ट्सहरूले गरिराख्नु भएको हुन्छ अर्को कुरा भनेको नानी बाबुहरूलाई खेल्ने वातावरण छैन क्या खेल्न दिनुहोस् बच्चाले मोबाइल भनेर दौडिनुहुन्न क्या अब लत नै लागिसकेको छ भने त उसलाई खेलभन्दा मोबाइल प्यारो हुन्छ एकदमै सो उसलाई चाहिँ घरायसी कामकाजमा त्यस पछाडि खेलहरूमा इन्भल्भ गराउनु भयो भने चाहिँ एकदमै बेटर हो यति दुईवटा गर्न साथै तपाईँको आदि त उसको मोबाइल हेर्ने लत छुटिनै सक्छ कि कुरा सिकिराखेको छ भन्ने कुराले नै म्याटर गर्छ फेरि जस्तै कि मोबाइल चलाइराख्दाखेरि हामीले फिजिकल डेभलपमेन्टकै कुरा हेरिराख्दाखेरि पनि उसको के मात्र डेभलप हुन्छ औँला होइन स्क्रोल गर्दाखेरि माइन्ड धेरै लागिराखेको हुन्छ जस्तै कि भिजन त्यो भइहाल्यो होइन अनि त्यस पछाडि अर्को भनेको चाहिँ जस्तै कि उसको अलिकति ल्याङ्ग्वेज डेभलप होला तर त्यहाँनिर ल्याकिङ के भइराखेको छ भन्दाखेरि पेरेन्ट्ससँग इमोसनली डिट्याच भइरहेको छ क्या एकदमै पेरेन्ट्सले के फिल गरिराख्नु भएको छ पेरेन्ट्सले कस्तो फिल गरिराख्नु भएको छ बच्चाले के फिल गरिराखेको छ बच्चाले कस्तो त्यो के अरे फिलिङ्सबाट गुज्रिराखेको छ भन्ने न पेरेन्ट्सलाई थाहा हुन्छ न बच्चालाई थाहा हुन्छ क्या एकअर्काप्रति कस्तो फिल भइराखेको छ या एकअर्काप्रति नभएर पनि बाहिरतिरको कन्डिसनहरूले गर्दाखेरि पनि कति धेरै इमोसनहरू त्यहाँनिर हामीले त्यो भोग्नु परिराखेको हुन्छ नि कस्तो खालको इमोसन्सहरूबाट गुज्रिराख्नु भएको छ भन्ने थाहा हुँदैन क्या अनि जबसम्म थाहा हुँदैन तबसम्म
पेरेन्ट्स र बच्चाहरू नजिक हुनै सक्दैन क्या फिजिकल्ली नजिक होला तर हामीलाई त हामी ह्युमन बिङ त फिजिकल्ली मात्रै होइन नि त हामीलाई त इमोसनल्ली एट्याच गरेको कुरा हो क्या हामी भनेको त्यो हो क्या नत्र भए त हामीले के अरे घरमा एउटा बच्चा जन्माउन छोडेर एउटा रोबोट किनेर राखे पनि त भइहाल्यो नि होइन हामीलाई इमोसन चाहिन्छ क्या तर त्यही इमोसनबाट हामी एकदमै बढी डिट्याच भइराखेको छौँ एउटा चाहिँ ग्याजेटले गर्दाखेरि पनि मिस्टेक्स नै यहीँ भइरहेछ हजुर त्यही भएर इमोसनली चाहिँ नानी बाबुहरूसँग एट्याच हुनुपर्छ घरायसी काम गरिराख्दाखेरि कति धेरै कुरा हुन्छ एकदमै धेरै कुरा सिकिन्छ व्यवहारिक खास गर्नुपर्ने त हामीले व्यवहारिक कुरामा नै हामीले सिकाउनु पर्ने जस्तै जापानमा हेर्नुहुन्छ भने सानो बच्चाहरूलाई स्कुलमा धेरै पढाइन्न एकदम होइन त्यहाँ चाहिँ कस्तो भने एउटा टोइलेट सफा गर्न होइन भाँडा सफा गर्न बढार्न हरेक घरमा आइपर्ने काम कुराहरू चाहिँ स्कुलमा पनि त्यही ट्रेनिङ दिइराखेको खेतीपाती गर्न पनि सिकाउँछ एकदमै त्यो भएको भएर चाहिँ हामीले पनि हाम्रो नानी बाबुहरूलाई मोबाइल अलिकति कम गर्नको लागि चाहिँ अभियसली हामीले घरायसी कामकाजमा चाहिँ लगाउनुपर्छ अघि भने इमोसनल एट्याचमेन्ट त एउटा ठाउँमा छँदै छ सँगसँगै नानीको अरू पार्टहरू पनि डेभलप भइराखेको हुन्छ क्या जस्तो कि फिजिकल पनि भइ नै हाल्छ त्यहाँनिर अब पानी ओसार्दाखेरि नै पानी अब हामीले भाँडाहरू माझ्दाखेरि नै त्यहाँनिर फिजिकल डेभलपमेन्ट भइ नै हाल्छ त्यस पछाडि अब कग्निसनको कुरा गरिराख्दाखेरि तेल कति हाल्नुपर्छ तरकारी पकाउँदाखेरि नुन कति हाल्नुपर्छ भन्ने खालको क्रिटिकल थिङ्किङ भयो त्यहाँबाट हाम्रो कग्निसन पनि डेभलप भइ नै हाल्छ अनि अर्को कुरा भनेको सामाजिक विकास यसै पनि मम्मीसँग त्यहाँनिर बोलिराखेको हुन्छ अरू घरको अरू परिवारसँग बोलिराखेको हुन्छ सामाजिक विकास पनि त्यहाँबाट भइ नै हाल्यो नबोलिकन हामी त्यो काम गर्दै गर्दैनौँ ल्याङ्ग्वेजको पनि डेभलपमेन्ट भइसक्छ क्या सो एकदमै इम्पोर्टेन्ट छ जस्तो अरू पनि केही छ त्यसरी संवेगात्मक विकास गर्ने फिजिकल जस्तो कि संवेगात्मक विकास चाहिँ तपाईँले कुरा गरिराख्दाखेरि जहिले पनि त्यहाँनिर तरकारीको विषयमा या चामलको विषयमा या भातको विषयमा मात्र कुरा गर्नुहुन्न नि त आज तिम्रो स्कुल कस्तो भयो भन्दा तरकारी केलाउँदै पनि त गर्न सकिन्छ नि हजुर त्यो गरिराख्दाखेरि के हुन्छ भने क्वालिटी टाइम स्पेन्ड हुन्छ क्या नानी बाबुसँग त्यो क्वालिटी टाइम स्पेन्ड भइराख्दाखेरि नानी बाबुले एउटा चाहिँ संस्कारको कुरा सिक्ने भयो हाम्रो घरमा कस्तो कस्तो खालको के अरे नेपालमा भनौँ न अर आफ्नो कल्चरमा चाहिँ कस्तो कस्तो खालको तरकारीहरू पाक्ने रहेछ अर के अरे यो भेराइटिजहरू पाक्ने रहेछ किन डिफ्रेन्ट छ नि त जस्तो कि नेवार कल्चरको हेर्नुभयो भने त्यहाँनिर खानेकुराको परिकार डिफ्रेन्ट छ तामाङको हेर्नुभयो भने डिफ्रेन्ट छ होइन थारूहरूको हेर्नुभयो भने डिफ्रेन्ट छ भनिसकेपछि आफ्नो एउटा कल्चरको बारेमा पनि थाहा हुन्छ त्यहाँनिर संस्कार भनौँ न होइन त्यस पछाडि अर्को भनेको चाहिँ नानी बाबुसँग हामीले त्यसरी बसेर गरिराख्दाखेरि चाहिँ इमोसन पनि एक्सचेन्ज हुन्छ नै क्या धेरै कुराहरू हुन्छ त्यहाँनिर ठुलो बच्चा जुन 7 देखि 14 वर्ष अथवा 14 देखि 21 वर्षको बच्चाहरूलाई त्यस्तो छ घरमा इन्भल्भमेन्ट गराउन सक्ने त्यस्तो केही आइडियाहरू छ जो अहिले जस ग्याप त भएको छ एकदम प्यारेन्टसँग ग्याप भएको छ अझै नजिक बनाउन चाहिँ त्यस्तो केही कुरा छ घरमै इन्भल्भमेन्ट गराएर रिलेसन पनि राम्रो होस् होइन उनीहरूको ग्याजेटमा पनि कम होस् फ्रीको समयमा र पढ्न पनि मन लागोस् यस्तो एउटा चाहिँ तपाईँले सानो एजमा नै गर्नुभएको छैन भने चाहिँ ठुलो एजमा गइसके पछाडि डिफिकल्टिज चाहिँ हुन्छ है गाह्रो चाहिँ अलिक गाह्रो नै हुन्छ किन भन्दाखेरि बेस नै राम्रो नभइसके पछाडि एकैचोटि अब तपाईँले आएर चेन्ज गर्छु भन्नुभयो भने चाहिँ अलिक गाह्रो नै हुन्छ त्यसमा चाहिँ चेन्ज गर्नै नसकिने भन्ने चाहिँ हुँदैन चेन्ज गर्न सकिन्छ तर त्यसमा चाहिँ इफोर्ट पेरेन्ट्सले अझ धेरै लगाउनु पर्ने हुन्छ क्या किन भन्दा नानी बाबुले 7 वर्षसम्म अरू तपाईँले भन्नुभयो 21 वर्षसम्म भन्नुभयो एउटा पर्सेप्सन मजाले बनाइसकेको छ क्या उसको पेरेन्ट्स कस्तो हो भनेर उसको पेरेन्ट्सले उसलाई के गर्छ भनेर मजाले पर्सेप्सन बनाइसकेको छ अनि त्यो पर्सेप्सनलाई चेन्ज गर्न गाह्रो हो क्या मेन चाहिँ त्यो हो अनि त्यो पर्सेप्सनलाई चेन्ज गर्नको लागि हामीले फोर्सफुल्ली यो होइन यस्तो होइन भनेर भनिराखेको हुन्छौँ क्या फोर्सफुल्ली त्यो कसैको पनि पर्सेप्सन चेन्ज हुँदैन हाम्रै पनि हुँदैन अनि अर्को कुरा भनेको चाहिँ कस्तो हुन्छ बानी हुँदो रहेछ क्या जस्तो कि रुटिनमा बस्ने पनि त बानी हुन्छ नि त त्यो रुटिनमा बसाइराख्दाखेरि बिहान 6 बजे उठ्नुपर्छ भनेर भनिराखेको हुन्छ 9 बजे स्कुल जानुपर्छ अनि 10 बजेदेखि अब स्कुलमा गइसकेपछि स्कुलको आफ्नै त्यो एउटा रुटिन हुन्छ होइन स्केड्युलमा बसिराखेको हुन्छ अनि त्यस पछाडि घरमा आइसकेपछि यो गर्ने त्यस पछाडि त्यो गर्ने भनेर 9 बजे अरू 10 बजे सुत्ने भनेर हामीले एउटा स्केड्युल राखिराखेको हुन्छ अब 9 वर्ष अब 7 वर्ष 21 वर्षको नानी बाबुहरूलाई चाहिँ त्यो स्केड्युलमा राख्न नै प्रब्लम हुन्छ क्या किन भन्दाखेरि फाउन्डेसन एज त हाम्रो छुटिसकेको छ नि त त्यसले गर्दाखेरि मेन भनेको हामीले त्यो बेलामा चाहिँ पर्सेप्सनमा नै काम गर्नुपर्छ पर्सेप्सनलाई चेन्ज गराउनुपर्छ उसले पेरेन्ट्सलाई कस्तो रूपमा हेरिराखेको छ होइन चेन्ज भएँ भन्ने खालको कुराहरू चाहिँ हामीले देखाउन सक्नुपर्छ आई क्यान अन्डरस्ट्यान्ड यु भनेर देखाउन सक्नुपर्छ किन भन्दा नानी बाबुहरूले
बच्चैदेखि के सोचिराखेको छ भन्दाखेरि उहाँहरूले मेरो इमोसनल फुलफिल गर्नुभएको छैन, अब गर्नुहुन्न। एउटा त्यो सिल्ड बनाएर राख्नु भइसक्यो कि। सो तपाईँले जतिसुकै जेसुकै गर्नुहोस् नानी बाबु त्यहाँनिर चेन्ज हुनेवाला छैन। सो बिस्तारै आउँछ त्यो चेन्जेस भनेको। फेरि हामी पेरेन्ट्सलाई कस्तो छ भन्दाखेरि चेन्जेस आज राम्रोसँग बोलिदियो, सुन्यो, केही कुरा सुन्यो, अरू कुनै क्लासमा बस्यो सुन्यो, अनि त्यस पछाडि गएर 1-2चोटि अप्लाई गर्नुभयो, रिजल्ट आउँदैन, रिजल्टै नआउने रहेछ भनिदिनुहुन्छ। बिग्रिनुको लागि पनि त 7 वर्ष त लागेको थियो नि। लागेको थियो, धेरै लामो समय लाग्छ बनाउनलाई। तपाईँ 2 दिनमा कसरी बन्छ क्या? एकदमै यसमा मिस्टेक छ। एकदमै यो हुन्छ नि एक्सपेक्टेसन एउटा एकदम प्यारेन्ट्सहरूको छिट्टो। हामी अहिले यो समयमा फास्ट कसरी हुन्छ हैन, छोटो समयमा इन्स्ट्यान्ट नुडल्स खाने बानीले इन्स्ट्यान्ट जे पनि इन्स्ट्यान्ट चाहिन्छ, जङ्क फुड खाए जस्तै हैन, रिजल्ट पनि छिटो खोज्छौँ। तर बिग्रिदा चाहिँ धेरै समय लागेको चाहिँ प्यारेन्ट्सहरूलाई मतलब हुँदैन, मतलब याद पनि हुँदैन। त्यसमा कहाँ बिग्रेको छ भन्ने कुराले धेरै म्याटर गर्छ। बिग्रिनलाई जति समय लागेको छ सप्रिनलाई पनि त्यति नै समय लाग्न सक्छ। यो संवादमा यति राम्रो कुरा हुँदैछ हैन, कस्तो भने धेरै प्यारेन्ट्सहरू चाहिँ कम्प्लेन मात्रै लिएर आउने हो नि खास। बच्चाको बानी व्यवहार सुधार्न खोज्ने, एक्सपेक्टेसन आफूले चाहेको जस्तो खोज्ने हैन, बुवामा चाहिँ आफै सुध्रिन नचाहने, भनौँ न आफूलाई चाहिँ चेन्ज गराउन नचाहने। यहाँको कुरा अनुसार त हाम्रो यो संवादमा त बुवामा चेन्ज नभइकन त कुनै केही कुरा नै छैन भनौँ न, उपाय नै छैन भनौँ, चेन्ज हुनुपर्ने देखियो। हजुर, चेन्ज हुनुपर्छ भने किन भन्दाखेरि तपाईँले एउटा नयाँ जन्म कसैलाई दिइराख्नु भएको छ भने उसको रेस्पोन्सिबिलिटी त तपाईँले लिनु पऱ्यो नि त। हजुर, तपाईँले त्यो रेस्पोन्सिबिलिटी लिन सक्नुहुन्न भने किन जन्माउनुहुन्छ कि? हजुर, किन भन्दाखेरि पेरेन्टिङ भनेको कुरा के हो भन्दाखेरि तपाईँ फिजिकल्ली रेडी हुनु मात्रै पेरेन्टिङ होइन क्या। हजुर, तपाईँ मानसिक रूपमा पनि रेडी हुनुपर्ने हुन्छ, अनि त्यस पछाडि तपाईँ इमोसनल लेभलमा पनि रेडी हुनुपर्छ, तपाईँ इकोनोमिक लेभलमा पनि रेडी हुन्छ। इच एन्ड एभ्री एस्पेक्टमा चाहिँ तपाईँ रेडी हुनुपर्छ, अनि मात्रै बच्चालाई तपाईँले एउटा प्रपर गाइड गर्न सक्नुहुन्छ क्या। हाम्रो चाहिँ के छ भन्दाखेरि खाना लाउनको लागि स्पेसली अब कतिजना पेरेन्ट्सहरू त्यस्तो हुनुहुन्छ जसलाई चाहिँ खाना लाउनको लागि पनि अलिकति धाउधाउ परिराखेको हुन्छ। त्यही बेलामा बच्चा कन्सिभ गर्नुहुन्छ, बच्चा जन्माउनुहुन्छ क्या। ल पेरेन्ट्सको त्यस पछाडि अगाडि त 2जना पेरेन्ट्सको मात्रै कुरा थियो। 2जना पेरेन्ट्सलाई चित्त बुझेन भने त्यहाँनिर डिभोर्स पनि हुन्छ। तर अब बच्चाले के गर्ने? बच्चालाई त दुवैजनाको निड छ नि त। हजुर, अब इकोनोमिक लेभलमा त्यहाँनिर अलिकति यो फाइनेन्सियल लेभलमा हस्बेन्ड र वाइफको अब बच्चा आइसके पछाडि त झगडा त अभियसली पर्छ हैन। कसले हेर्ने रेस्पोन्सिबिलिटीको बारेमा हुनसक्छ त्यहाँनिर, किनभने रात दिन गरेर बच्चाहरूलाई हुर्काउनु पर्ने हुन्छ, राति राम्रोसँग सुत्न पाउँदैन हैन, बिहान पनि राम्रोसँग रेस्ट गर्न पाइराखेको हुन्छ, दिउँसो पनि फेरि त्यस्तै भइराखेको हुन्छ। त्यो रेस्पोन्सिबिलिटी कसले लिने भन्ने खालको कुराहरू पनि हुन्छ क्या। त्यसैले गर्दाखेरि झगडा निम्तिने हो नि त। सो बिहे गरेर सम्बन्धमा बस्न सजिलो छ, तर बच्चा जन्माइसके पछाडि बच्चालाई हुर्काउन गाह्रो छ। एकदमै ठुलो जिम्मेवारी पर्ने, एकदमै ठुलो। त्यो कारणले पनि आफू चेन्ज हुनु चाहिँ पर्यो, एकदमै चेन्ज हुनुपर्छ। आफूले खोजेको जस्तो बच्चा बनाउने होइन के। हजुर, बच्चाले खोजेको जस्तो तपाईँ पेरेन्ट्स बन्ने हो क्या। बच्चा सेन्टरमा हुनु पर्यो। हामी चाहिँ के गर्छौँ, आफूले खोजेको जस्तो बच्चा बनाउन खोज्छौँ क्या। बन्दैन नि त्यसरी, कहाँ बन्छ त होइन। एकदमै फ्यु होला, लक्की होला जो होइन, जुन चाहिँ तालमेल मिलेको भन्छु म, पेरेन्ट्स र बच्चाको तालमेल मिलेको भन्छु। तर यहाँ यति धेरै हुनुहुन्छ जसमा पेरेन्ट्स र बच्चाको तालमेल मिलेकै छैन क्या। छैन, जसले गर्दाखेरि चाहिँ पेरेन्ट्सले मैले चाहेको जस्तो बनाउँछु भनेर खोजिराख्नु भएको हुन्छ, अनि बच्चाको पर्सनालिटी फेरि अर्कै लिएर जन्मिराखेको हुनसक्छ। अब झन् त्यहाँनिर के भयो, अब कन्फ्लिक्ट हुन्छ क्या। न बच्चा यो बन्न सक्छ न त्यो बन्न सक्छ क्या। सो हामीले यस्तो कुरामा चाहिँ अलिकति याद गर्नुपर्छ। बच्चालाई हाम्रो एक्सपेक्टेसन अनुसार हुर्काउने भन्दा पनि बच्चाहरूको एक्सपेक्टेसन अनुसार पनि हामीले अलिकति चेन्ज हुनुपर्छ। एकदमै राम्रो कुरा। अनि फेरि राइट र रङ के हो भनेर हामी एज अ बिङ पेरेन्ट्स थाहा भएको कारणले गर्दाखेरि कतिपय ठाउँमा नानी बाबुहरूले ट्यान्ट्रमहरू देखाइराखेको हुनसक्छ होइन। इमोसनली उनीहरूले हामीलाई के अरे यो ब्ल्याकमेल गरिराखेको हुनसक्छ। सो त्यस्तो कुरामा चाहिँ हामीले बुझेर के गर्नु पऱ्यो, वाट इज सोसल्ली एक्सेप्टेड भनौँ न, राइट होइन, राइट र रङको कुरा पनि हुँदैन भन्छ नि त। सो त्यो कारणले गर्दाखेरि वाट इज सोसल्ली एक्सेप्टेड कुरा हो भनेर चाहिँ हामीले सिकाउनुपर्छ। राइट र रङ भन्ने कुरा त केही पनि हुँदैन हो।
भनेपछि राइट केलाई भन्ने रङ केलाई भन्ने क्या राइट रङ हुँदैन आफू बसेको समाजले चाहिँ एक्सेप्ट गर्न सक्ने र नसक्ने एक्ज्याक्टली त्यही नै हो अनि के थाहा अब तपाईँले जन्माइराख्नु भएको हुर्काइराख्नु भएको तपाईँले एउटा कुराले मेरो बच्चालाई यस्तो बनाउँछु भनेर सोचिराख्नु भएको बच्चा नबनेर अर्कै भन्दाखेरि अर्को सोसाइटीको लागि एकदमै ठुलो इम्प्याक्टफुल राम्रो काम गर्न सक्छ कि नसक्छ कि हुनसक्छ त्यस्तो पनि छ अनि हामीले दायरा अलिकति ठुलो बनाएर हेर्नुपर्ने हुन्छ के को लागि रेडी गर्दैछौँ भन्दाखेरि त सबैजनाको एन्सर के आउँछ भन्दा मेरो बच्चा सुखी होस् सन्तुष्ट होस् हजुर उसको लाइफलाई इन्जोय गरोस् भनेर सबैजना प्यारेन्ट्सले चाहनुहुन्छ तर हामीले एक्ट के गरिराखेको छौँ न सन्तुष्ट दिनतिर लागिराखेको छौँ एकदमै न खुसी दिनतिर लागिराखेको छ जहिले भागदौडमा मात्र हामीले के गरेर समावेश गराइराखेको छौँ कि चाहना एउटा छ अनि गराइ अर्को भइरहेको छ हाम्रो बच्चा भनेको फ्युचर हो होइन नेपालीहरूको तर म्याक्सिममले अहिले बच्चालाई पनि फ्युचरको रूपमा चाहिँ अहिले पछिल्लो चरणमा आएर चाहिँ उहाँहरूले अलिकति कम भएको छ यो काठमाडौँ बेस हेरौँ न अहिलेलाई चाहिँ तर बाहिरतिर त अझै पनि त्यही नै छ तर काठमाडौँ बेस गरेर हेर्दाखेरि चाहिँ बच्चा अब खोइ भोलि पर्सि गएर के हुन्छ भनेर फ्युचरको रूपमा चाहिँ हेर्नु भएको छैन र हाम्रो बच्चा हेल्दी पनि राख्नु छ हामीलाई होइन अनि फेरि हामीलाई चुनौती पनि छ कि हामी बिजी स्केड्युलमा छौँ र हामी बच्चाले चाहे जस्तो बच्चाको हेल्थमा चाहिने जस्तो खानेकुराहरू हामीले खुवाउन सकिरहेको छैनौँ जङ्क फुडलाई हामी प्रायोरिटी दिन्छौँ यस्तो केसमा चाहिँ यो हेल्दी फुड चाहिँ हाम्रो बच्चाहरूको लागि जुन प्यारेन्ट्स र बच्चाको रिलेसनको लागि अथवा हाम्रो बच्चा राम्रो बनाउनको लागि हेल्दी फुड कतिको जरुरी छ यहाँको पर्सपेक्टिभबाट सुनौ न यस्तो भन्छ कतिको असर पर्छ जङ्क फुडले असर त गर्छ नै किनभने डिफ्रेन्ट रिसर्चहरूले पनि देखाइसकेको छ नि त हजुर सो हप्तामा एक दिन चाहिँ तपाईँले के अरे यो जङ्क फुड चाहिँ अलाउ गर्दाखेरि ठिकै हुन्छ भन्ने खालको पनि कतिजनाले चाहिँ भन्नुहुन्छ क्या अब अहिले समाज यस्तो भइसकेको छ जता हेऱ्यो त्यतै जङ्क फुड छ्यापछ्याप्ती छ अब त्यो भइसके पछाडि हामीले हाम्रो बच्चालाई मात्रै एकदमै शुद्ध खाना घरको मात्र खुवाउँछु भनेर भन्नुभयो भने फेरि त्यो अर्कोतिर टर्चर हुनसक्छ होइन मेन्टल प्रेसर पनि त हुन्छ नि त सो त्यो कारणले गर्दाखेरि चाहिँ बरु एउटा घरमा रुल्स बनाउन सक्यो अनि मैले अघि जुन कुरा गरेको थिएँ नि जस्तो कि हामीलाई हेल्दी बच्चा चाहिन्छ खास हाम्रो निड त त्यो हो नि त हामीलाई चाहिएको त्यो हो नि त तर हामीले हाम्रो बच्चाहरूलाई अनहेल्दी बनाउनतिर लागिरहेका छौँ क्या चाहेको एउटा छ गराइ अर्को छ भनेर मैले अघि भनेको जस्तै गरेर हेल्दी बच्चा चाहिएको छ जङ्क फुड खुवाइदिइराखेको छ एकदम सबै पेरेन्ट्सलाई के थाहा छ फेरि जङ्क फुडले हेल्थमा असर गर्छ भनेर थाहा छ सो भोगाइ र गराइ डिफ्रेन्ट छ हामी भन्न त थ्योरिटिकल यस्तो गर्नुपर्छ भन्छौँ तर व्यवहारिक कुरामा जब आफू प्यारेन्ट्स हुन्छ होइन आफ्नो बच्चा जन्मिन्छ त्यहाँ चाहिँ कति कुराहरू अप्लाई गर्न नसकिराखेको अवस्था पनि हुन्छ हरेक कुरामा जङ्क फुडमा मात्र होइन कि खानेकुरामा मात्र होइन कि एउटा हामीले दिने संस्कारमा हरेक कुराहरू त्यो त हुन्छ नै त्यसो किनभने प्र्याक्टिकल्ली हेरिराख्दाखेरि इच एन्ड एभ्री सेक्टरमा एकदमै पर्फेक्टनेस भन्ने त काहीँ पनि हुँदैन होइन अनि कतिजना पेरेन्ट्सहरू यस्तो भेट्छु जसले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि म गुड पेरेन्ट होइन भनेर भन्नुहुन्छ कि म बन्न सकिनँ कि जस्तो मलाई कहिलेकाहीँ रातभरि निन्द्रा लाग्दैन किन भन्दाखेरि म गुड पेरेन्ट होइन जस्तो लाग्छ भनेर भन्नुहुन्छ उहाँले तर त्यो तपाईँको मात्रै थट हो कि बच्चाको पनि थट हो भन्ने कुरा हुन्छ तपाईँ कसको पेरेन्ट्स भन्दै हुनुहुन्छ बच्चाको हो नि त यदि बच्चाले तपाईँ गुड होइन तपाईँ यो कारणले गर्दाखेरि तपाईँ चाहिँ ब्याड हो भनेर उसको त्यो बिहेभियरले अरू शब्दहरूले भनिराखेको छ भने अभियसली त्यहाँनिर केही न केही गल्ती भएको हुनसक्छ पर्फेक्ट कोही पनि हुँदैन लर्न गर्दै जाने हो न तपाईँ पर्फेक्ट हुनुहुन्छ न पर्फेक्ट छु न हामीबाट जन्मेको बच्चा नै पर्फेक्ट छ कोही पनि छैन तर हामीलाई पर्फेक्ट बच्चा चाहिएको छ थाहा छ हामीलाई त्यही इम्पर्फेक्सनमा नै हामीले कसरी पर्फेक्सन खोज्ने भन्ने कुरा हुन्छ क्या अनि मैले एउटा बुक पढेको छ इम्पर्फेक्सन भनेर भनिरहन्छ आई एम हुन्छ नि त आई एम पर्फेक्ट इम्पर्फेक्ट होइन क्या आई एम पर्फेक्ट सो त्यसलाई अलिकति रिडिफाइन गरेर हेर्नुपर्ने हुन्छ सो हामीले पनि हाम्रो नानी बाबुहरूलाई अब जङ्क फुड अभियसली नराम्रो हो भनेर त्यत्रो स्टडिजले देखाइराखेको छ मैले भन्नु पर्दैन सबैजना पेरेन्ट्सलाई पनि थाहा छँदैन सो सकेसम्म कम गरायो भने एकदमै राम्रो बिहेभियरमा केही चेन्ज ल्याउँछ स्टडीले नै देखाएको छ जङ्क फुडले र के फरक छ जङ्क फुड खाएर र हाम्रो हेल्दी फुड घरमै बनाएको फुडहरू खाएर जुन खाने बच्चाहरूमा चाहिँ
बच्चा र अभिभावकको बिहेभियरमा अथवा अन्डरस्ट्यान्डिङमा अथवा उनीहरूको ग्रोथमा बच्चाहरूको ग्रोथमा चाहिँ केही फरक पनि पाउनु भएको छ यहाँले यस्तो छ अनुभवमा? जङ्क फुड खाएको बच्चाहरूमा चाहिँ प्रायः जस्तो कस्तो भन्दाखेरि एग्रेसनहरू बढी देखिएको छ क्या होइन। अनि जङ्क फुड खान नपाउँदाखेरि चाहिँ बढी एग्रेसनहरू देखिराखेको छ त्यो। किन भन्दाखेरि एउटा जङ्क फुड भनेको जिब्रोलाई स्वाद दिन्छ अनि त्यस पछाडि सँगसँगै अर्को भनेको हाम्रो ह्याप्पी हर्मोन्सहरू क्रिएट गर्ने काम गर्छ भनेर भन्छ इभन गुलियरले होइन। अब हामीले घरमा बनाएको खानेकुराहरू कस्तो छ भन्दाखेरि एकैचोटि रिजल्ट दिइहाल्दैन, तर त्यसले के गर्छ बिस्तारै असर गर्छ क्या। त्यो असर कस्तो हुन्छ, गुड असर हुन्छ, राम्रो असर हुन्छ, हामीलाई चाहिने खालको असर हुन्छ। तर यता जङ्क फुडले चाहिँ के गर्छ भन्दाखेरि एकैचोटि असर देखाइदिइहाल्छ क्या। जस्तै कि रक्सी खाँदाखेरि एकैचोटि लाग्छ नि होइन, त्यस्तै नै हो जुस खाँदाखेरि लाग्दैन नि। फास्ट फुड रिजल्ट पनि फास्ट, रिजल्ट पनि फास्ट। पडकास्ट हेरिराख्नु हाम्रो भ्युअर्सहरूलाई चाहिँ यो प्यारेन्टिङको बारेमा होइन यहाँको अनुभवमा चाहिँ केही समराइज गरिदिनुहोस् न, के गर्नुपर्छ प्यारेन्ट्सले? गर्नुपर्ने त भन्यो भने त धेरै छ, अब कतिपय चाहिँ उहाँहरूले गरि पनि राख्नु भएको छ होइन। म्याक्सिमम चाहिँ गरि नै राखेको छ। तर अघि तपाईँले सबभन्दा फर्स्टमा भन्नुभएको थियो माइन्डफुलनेस, कन्सियस पेरेन्ट्स भनेर भन्नुभएको थियो नि, पेरेन्टिङको कुरा गर्नु। हामी चाहिँ इच एन्ड एभ्री कुरामा चाहिँ अलिकति कन्सियस भएर अगाडि बढ्यौँ भने नानी बाबुको अघि मैले जुन होलिस्टिक डेभलपमेन्टको कुरा गरेको थिएँ त्यो डेभलपमेन्टमा चाहिँ कतै न कतै राम्रो असर गर्छ जस्तो लाग्छ। अनि सबभन्दा फर्स्टमा अभिभावकहरूले के ध्यान दिनु पऱ्यो भन्दाखेरि चाहिँ यो होलिस्टिक डेभलपमेन्टको बारेमा नै कुरा गर्नु पऱ्यो, याद गर्नु पऱ्यो। अनि म्याक्सिमम ठाउँमा मैले पाएको चाहिँ के भन्दाखेरि इमोसनल पार्टलाई चाहिँ उहाँहरूले एकदमै छुट्याइराख्नु भएको छ, जुन चाहिँ इम्पोर्टेन्ट हो। शारीरिक विकासको लागि उहाँहरूले कता कता लगिराख्नु भएको हुन्छ, बच्चालाई गेम्सहरूमा इन्भल्भ गराइराख्नु भएको हुन्छ होइन। जस्तो कि एजुकेसनहरू दिएर कग्नेटिभ डेभलपमेन्टको कुराहरू गरिराख्नु भएको हुन्छ। अनि त्यसै गरेर अर्को सोसल बनाउनको लागि भन्छ त्यो गेम्सहरू यताउता भइ नै हाल्यो। अझै सोसलको लागि त हामीले घरभित्र नानी बाबाहरूलाई मोबाइल पनि दिइराखेको छौँ, जसले गर्दाखेरि सोसल पनि हुनलाई अहिले अलिकति कम भइराखेको छ होइन। अनि अर्को कुरा भनेको इमोसनल लेभलमा हेर्ने हो भने हाम्रो नानी बाबुहरूलाई पेरेन्ट्सबाट पनि इमोसनल्ली त्यो एउटा सेक्युरिटी छैन क्या। त्यो इमोसनल सेक्युरिटी दिनुहोस् भनेर भन्न चाहन्छु। त्यो चाहिँ अहिलेको जेनेरेसनलाई हेरिराख्दाखेरिको जिस्ट कुरा भनौँ न, इमोसनल सेक्युरिटी नानी बाबुहरूमा छैन, पेरेन्ट्सबाट नै छैन। कस्तो कुरामा छैन इमोसनल सेक्युरिटी? जस्तै कि उहाँहरूले बुझ्नुहुन्न भन्नुहुन्छ क्या। अनि मैले केही गरी गल्ती गरिहालेँ भने पनि उहाँहरूले त्यही गाली गर्ने त हो नि, उहाँहरूले मलाई अन्डरस्ट्यान्ड गर्ने होइन। अनि त्यस पछाडि खालि उसँग जज गर्नुहुन्छ। म चाहिँ कोही पनि होइन, फ्यामिलीको म कोही होइन जस्तो गरेर बिहेभ गर्नुहुन्छ, मेरो चाहिँ आफ्नो रहर हुँदैन र भन्ने खालको कुराहरू गर्नुहुन्छ क्या। इभन म एउटा तपाईँलाई यस्तो केस भन्छु जुन चाहिँ भ्याली बाहिरको केस हो। यो पेरेन्टिङ दिने क्रममा चाहिँ एकजना नानुसँग मेरो भेट भएको थियो। उनीहरूलाई त ग्रुप नै थियो। एकजना नानुले चाहिँ के सेयर गर्नुभयो भन्दाखेरि उहाँले चाहिँ आफ्नो मेरो अस्तित्व नै छैन जस्तो फिल हुन्छ भनेर भन्नुभयो क्या। अनि किन अस्तित्वकै कुरा आयो, उहाँले मलाई सिधै त्यही भन्नुभयो। अनि त्यस पछाडि मैले किन अहिले नै त्यस्तो भन्नुभएको भनेर भने उहाँसँग ग्रुप नै हुनुहुन्थ्यो। अनि त्यस पछाडि उहाँले मलाई के भन्नुभयो भने म्याम तपाईँले अहिले जसरी कुरा गर्नुभयो यस्तै गरेर मेरो मम्मी बाबालाई पनि सम्झाइदिनुहोस् न भनेर भन्नुभयो क्या। अनि त्यस पछाडि तपाईँको मम्मी बाबालाई अब मेरो त्यही दिनमा फेरि रिटर्न टिकट थियो होइन, त्यो कारणले गर्दाखेरि त्यही दिनमा मैले भेट्न सकिनँ क्या उहाँलाई। अनि उहाँले चाहिँ किन तपाईँले अस्तित्वमा नै यस्तो उयो गर्नुभएको भनेर भन्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि मेरो बाबाले मेरो मम्मीले यदि गाउँमा कसैले गल्ती गरिहाल्यो भने आएर मलाई गराउनुहुन्छ भनेर भन्नुभयो क्या। तिमी फलानु जस्तो हुने होइन भनेर भन्नुहुन्छ अरे। अनि तिमी क्लासमा के हुन्छौ भनेर भन्दाखेरि उसले फर्स्ट सेकेन्ड थर्डको पोजिसनमा जहिले पनि आइराखेको हुन्छु अरे होइन। अनि एकदमै राम्रो स्टुडेन्ट भनौँ न। अनि घरमा पनि उसलाई राम्रो नै भनेर भन्नुहुन्छ अरे, समाजमा पनि सबैजनाले राम्रो भन्नुहुन्छ अरे। अनि गाउँमा केही गरी साथीहरूसँग कहिलेकाहीँ यसो खेल्न गइहाल्यो भने पनि तिमी किन फलाना ठाउँमा खेल्न गएको, पढ्नु पर्दैन भनेर भन्नुहुन्छ अरे क्या। अनि मेरो चाहिँ खेल्ने मन हुँदैन र म्याम, मेरो चाहिँ साथीहरूसँग गफ गर्ने मन हुँदैन र भनेर भन्नुहुन्छ। मेरो मम्मी चाहिँ घन्टौँ बसेर के अरे को आन्टीहरूसँग बसेर गफ गर्नुहुन्छ के गर्नुहुन्छ, अनि खालि म चाहिँ पढोस् मात्र भनिराख्नुहुन्छ भनेर भन्नुभएको थियो क्या। अनि उहाँ 7 क्लासमा हुनुहुन्थ्यो। अनि उहाँले के पनि सेयर गर्नुभयो भन्दाखेरि मैले एससी दिइसके पछाडि म कुन कलेज जाने, कहाँ बस्ने, के गर्ने भनेर पनि उहाँहरूले सोच्नु भइसकेको छ।
मैले को साथीको सङ्गत गर्ने को साथीको सङ्गत नगर्ने भनेर पनि उहाँहरूले डिसाइड गर्नुहुन्छ। भनेपछि म हुनुको त कुनै अस्तित्व नै छैन नि म्याम भनेर भन्नुभयो। अनि मैले आँखाभरि आँसु थियो क्या बिचरा नानीको। अनि मैले अरू साथीहरूलाई हेरेँ, अरू साथीहरूले नि म्याम हाम्रो पनि यस्तै हो भनेर भन्नुभयो। भनेपछि धेरै प्रोटेक्सन देखियो एकदमै। त्यही भएर यस्तो कुरामा चाहिँ हामीले हाम्रो नानी बाबुहरूलाई बुझिदिनुपर्छ हो वाट इज राइट एन्ड वाट इज रङ भनेर हामीलाई थाहा छ। तर त्यो राइट र रङ नानी बाबुलाई थाहा छ कि थाहा छैन भन्ने कुराले म्याटर गर्छ। किनभने तपाईँले त्यही नानी बाबुको लागि गरिराख्नु भएको छ नि त। भोलि तपाईँले वाट इज राइट र वाट इज रङ भनेर नानी बाबुलाई नबुझाइकन गरिराख्दाखेरि जसको लागि तपाईँ आज मरिमेटेर गरिराख्नु भएको छ ऊ टाढा भएको कुन बेला टाढा हुन्छ थाहा नै छैन क्या। फिजिकल्ली टाढा भएको त देखिन्छ, तर मनमा नै टाढा भएको, इमोसनली टाढा भएको कसैले पनि देख्दैन। सम्बन्ध बिग्रिने त्यहीँबाट। एकदम यो कुरालाई चाहिँ एकदम फोकस गर्नु पर्यो, एकदम कन्सियस हुनु पर्यो। कति राम्रो कुरा भयो। थ्याङ्क यू। हाम्रो पडकास्ट हेरिराख्नु हाम्रो भ्युअर्सहरूले चाहिँ एकदमै राम्रोसँग सुनिराख्नु भयो होला होइन, खुसी पनि हुनुभएको होला। कति हामीले के कुरामा ल्याक रहेछौँ हामी होइन, के हामीले सुधार्नुपर्छ, के कुरामा कन्सियस हुनुपर्छ र के कुरामा कन्सियस हुनु पर्दैन। बडी कन्सियस भइराखेको पनि हुनसक्छ एकदमै होइन, कन्सियस हुने नाममा हामीले प्रोटेक्सन गरिराखेको पनि हुनसक्छ। त्यो प्रोटेक्सनले चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ जुन हाम्रो इमोसनल होइन बोन्डिङबाट पनि डिट्याच अनि हरेक कुराबाट सम्बन्धमा पनि दरार आइराखेको हामीलाई पत्तो नहुनसक्छ। यो कुरामा चाहिँ अनि फेरि कतिपय ठाउँमा चाहिँ पेरेन्ट्सहरू अर हो ह्युमन बिङ नै हो होइन, अब ह्युमन बिङको नेचर पनि हो नि त फेरि। अनि डराउनुहुन्छ कि अब जस्तो कि ला मेरो बच्चालाई मात्र यस्तो भएको हो कि भने जस्तो हुँदो रहेछ कि। अनि त्यो कारणले गर्दाखेरि हाम्रो चाहिँ स्मार्ट पेरेन्टिङमा फेरि के गरेको छौँ भन्दाखेरि अभिभावक चौतारी भनेर चलाउँछौँ क्या, जसमा चाहिँ यस्तो अभिभावकहरू बस्नुहुन्छ। अनि त्यस पछाडि हामीले एउटा टपिक लिन्छौँ क्या, अनि त्यो टपिकमा चाहिँ हामीले कुरा गर्छौँ। अनि त्यो टपिक लिएर कुरा गर्दाखेरि चाहिँ जस्तो कि तपाईँको बाबु 8 वर्ष हुनु भइसकेको छ, बाबु या नानी 8 वर्ष हुनु भइसकेको छ, 8 वर्ष पुरा गर्नु भइसकेको छ, मेरो भर्खर 4 वर्ष भइराखेको छ भने तपाईँले त 4 वर्षको उमेर त फेज त पार गर्नु भइसक्यो नि त। मैले त भर्खर गर्दैछु क्या। अब मलाई मेरो प्रब्लम ओहो मेरै मात्र प्रब्लम रहेछ भने जस्तो हुन्छ क्या। त्यो प्लेटफर्ममा आएर चाहिँ हामी के गर्छौँ भन्दाखेरि त्यस्तो खालको कुराहरू सेयर गर्छौँ जसले मलाई भइराखेको अहिले 4 वर्षमा मैले भोगिराखेको प्रब्लम भन्दाखेरि हजुरले मलाई सजेस्ट गर्नुहुन्छ क्या मेरो बाबुलाई पनि यस्तै भएको थियो भन्दाखेरि ए ओके म मात्र होइन रहेछु भने जस्तो उहाँहरूलाई फिल हुन्छ क्या। अनि त्यसले गर्दाखेरि पनि एउटा राहत चाहिँ मिल्छ। केही वेहरू पनि आउन सक्छ कसरी डिल गर्ने भन्ने कुरा, कति धेरै वे आउटहरू हुन्छ जुन चाहिँ त्यो थ्योरिटिकल भन्दा पनि प्र्याक्टिकल बेसमा आउँछ क्या। मेरो बाबुलाई मैले यस्तो यस्तो गरेको थिएँ तपाईँले पनि त्यस्तै गर्नुहोस् भन्ने खालको चाहिँ हुँदैन हाम्रो त्यसमा होइन। मेरो बाबुलाई यस्तो यस्तो गरेको थिएँ तपाईँको बाबुमा अप्लाई हुन पनि सक्छ नहुन पनि सक्छ, एकचोटि ट्राई चाहिँ गरेर हेर्नुहोस् न भन्ने खालको कुरा हुन्छ। धेरै वेहरू अपनाउन पनि सक्यो, वे आउट आउने भयो नि अलिकति होइन। क्रिएटिभ माइन्डले सोच्यो भने त हामीले त्योभन्दा यसरी पनि चेन्ज हुन सक्दो रहेछ, यो तरिकाले पो मेरो हुन्छ कि अझ अर्को तरिका यसरी अपनाउन सकिन्छ। किन भन्दाखेरि हामी प्रब्लममा फसिराख्दाखेरि यो दायाँ बायाँको कुराहरू देख्दैनौँ, त्यही नै ठुलो लाग्छ कि, त्यही नै ठुलो लाग्छ। हरेकको समय हुन्छ नि, त्यो त परिवर्तनशील छ, त्यो सकिन्छ नै, त्यसको समय जान्छ नि अर्को फेरि नयाँ आउँछ। त्यो चाहिँ एक्सेप्ट गर्न हामी प्यारेन्ट्सले सक्दैनौँ खास व्यवहारिक कुरामा चाहिँ। तर अरूको देखिसकेपछि अर्को सेयर गरिसकेपछि ए मेरो मात्र होइन रहेछ नि त भने जस्तो गरी एउटा सहानुभूति आफूलाई मिल्छ नि त होइन। त्यो कुराले चाहिँ धेरै म्याटर गर्दो रहेछ। हजुर एकदमै खुसी लाग्यो। सेम एकदमै प्रतिमाजी है हृदयदेखि नै एकदम खुसी भएँ। यहाँले यति मिठोसँग यहाँ प्यारेन्टिङमा यति संवाद गरिदिनु भयो होइन। धेरै कुराहरू धेरै आइडियाहरू हाम्रो प्यारेन्ट्स हाम्रो टिचरहरूलाई चाहिँ यहाँ सेयर गरिदिनु भयो र यसले पक्कै पनि उहाँहरूलाई धेरै हौसला मिल्छ र मोटिभेसन मिल्छ, इन्सपिरेसन पनि मिल्छ र कसरी डिल गर्ने आफ्नो बच्चाहरूलाई र केमा कन्सियस हुनुपर्छ भन्ने पनि बुझ्नुभयो जस्तो लाग्छ प्यारेन्ट्सहरूले है। एकदमै थ्याङ्क यू हजुरलाई। हस् थ्याङ्क यू सो मच। तपाईँलाई पनि प्रेरणा गर्नुभएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो समय दिनुभयो यहाँले यति लामो समय। फेरि हामी अरू पोडकास्टहरूमा पनि यहाँलाई इन्भाइट गर्छौँ किनभने प्यारेन्टिङको कुरा भनेको हामी जन्मेदेखि हामी मृत्यु नभएसम्म सिक्नुपर्ने कुरा हो एकदमै है। त्यसमा अपडेटेड भइराख्नुपर्छ हामी एकदम। त्यसको लागि नै यहाँको जरुरी छ जुन हाम्रो पडकास्टमा हाम्रो पडकास्टको भ्युअर्सहरूलाई होइन हामी हरेक अभिभावकहरूलाई जरुरी नै छ। त्यसको लागि फेरि इन्भाइट गर्नेछु। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। थ्याङ्क यू।